Hello, good morning. Namaste, everyone. So sorry for the late start. जो अलिकति ढिलो भएको कारणले चाहिँ सबै क्षमा प्रार्थी छु। म चाहिँ नवराज उपाध्याय। अब धेरै जसोले मलाई चिन्नु पनि हुन्छ होला पेजबाट, अब कतिले मलाई जस पर्सनली पनि चिन्नुहुन्छ होला। आज तपाईँहरूलाई चाहिँ जस अब धेरैको निड भएको कारणले पनि धेरैजनाले चाहिँ अब सिबीको प्रब्लमले गर्दाखेरि जबहरू इन्टरभ्यूहरू पाइरहेको छैन, हेल्प गर्नु पर्यो भनेर जस पटक पटक रिक्वेस्ट गरेको कारणले चाहिँ जस रेगुलर तपाईँहरूलाई चाहिँ सिबीमा फिडब्याक पठाउने यस्तो चाहिँ हेल्प गरिरहेको थिएँ। त्यसबाट चाहिँ खासै धेरै इम्प्रुभमेन्ट भएको देखिनँ मैले। त्यही भएर चाहिँ जस तपाईँहरूलाई एउटा प्रोपर वेबिनार, प्रोपर कन्सल्टेसन नै दिनुपर्छ भन्ने सोचेर चाहिँ आज यो वेबिनार अर्गनाइज गरेको छु। होपफुली चाहिँ तपाईँहरूले यो वेबिनारबाट चाहिँ धेरै कुरा सिकेर तपाईँहरूले आफ्नो सिबीमा चाहिँ इम्प्रोभाइज गराउनुहुन्छ होला। तर जस डाइभर्स ग्रुपको अडियन्सहरू भएको कारणले चाहिँ म चाहिँ एकदमै एडभान्स लेभलमा तपाईँहरूलाई लिएर नगएर तपाईँहरूलाई चाहिँ एकदम बेसिकबाट स्टार्ट गर्ने कोसिस गर्छु, जसले गर्दा सबैले चाहिँ एउटै पेसमा चाहिँ अघि बढ्न सजिलो हुनेछ। र यो चाहिँ मैले करियर कन्सल्टेसन विथ नवराज पार्ट 1 भनेर लिएर आएको छु। सो होपफुली आउने दिनहरूमा चाहिँ अझै राम्रो हुँदै गएमा या तपाईँहरूले चाहिँ होइन यसले चाहिँ हेल्प भयो सर, अब अझै यस्तो सेसन्सहरू चलाउनु पर्छ भनेर तपाईँहरूले भन्नुभयो भने चाहिँ आगामी दिनमा चाहिँ थप पार्टहरू पनि लिएर हामी आउनेछौँ। सो होपफुली यो चाहिँ तपाईँहरूको लागि हेल्पफुल हुनेछ है त। यति भन्दै आजको यो सेसन चाहिँ म सुरु गर्दैछु। होपफुली तपाईँहरूको लागि चाहिँ यो फ्रुटफुल हुनेछ। ओके, सो यो वेबिनार सुरु गर्नुभन्दा पहिले चाहिँ हाम्रो जस केही बेसिक गाइडलाइन्सहरू छ। तपाईँहरूको चाहिँ जस स्टार्टिङमै पनि माइक्रोफोन्सहरू म्युट गरिएको छ, तर जस आफैले पनि बिचमा चाहिँ माइक्रोफोन अन गर्ने काम यस्तो चाहिँ नगर्नु होला, जसले गर्दाखेरि चाहिँ वेबिनारमा चाहिँ डिस्टर्बेन्सेसहरू हुनसक्छ। तपाईँहरूलाई चाहिँ बोल्ने अनुमति दियो भने या बोल्नुहोस् भनेर चाहिँ गाइड गरियो भने चाहिँ तपाईँहरूले आफ्नो माइक्रोफोनहरू चाहिँ अन गर्न सक्नुहुनेछ। त्यतिन्जेलसम्म चाहिँ कृपया आफ्नो माइक्रोफोनहरू अन नगर्नु होला। तपाईँको भिडियोहरू पनि जस तपाईँहरूले के क्वेसन सोध्नुपर्ने भयो र तपाईँले क्वेसन सोध्नुहोस् भनेर चाहिँ जस मैले अलाउ गरेँ भने चाहिँ त्यसपछि तपाईँहरूले आफ्नो भिडियो अन गरेरै तपाईँहरूले चाहिँ क्वेसन सोध्न सक्नुहुनेछ। त्यसपछि जस कसैले क्वेसन्सहरू सोद्धाखेरि चाहिँ तपाईँलाई अलाउ नगरिकन बिचमा चाहिँ अरूलाई इन्टरप्ट गरेर चाहिँ बिचमा अरूलाई रोकेर अरूलाई चाहिँ जस एफेक्ट गरेर चाहिँ बोल्ने काम नगर्नु होला। केही क्वेसन्सहरू छ, किनकि जस कहिलेकाहीँ चाहिँ मैले तपाईँहरूलाई यो बताउँदा बताउँदै क्वेसन्सहरू पनि अराइज हुनसक्छ। त्यो क्वेसन्सहरू चाहिँ तपाईँले यो तल चाहिँ च्याट छ, त्यो च्याटमा चाहिँ तपाईँहरूले राख्न सक्नुहुनेछ। म चाहिँ जस तपाईँको क्वेसन हेरिराख्नेछु, प्लस मेरो साथीहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि तपाईँको क्वेसनहरू चाहिँ फलोअप गर्दै गर्नुहुनेछ। अनि जस तपाईँहरूले केही सोध्नु पऱ्यो भने ह्यान्ड रेज पनि गर्न सक्नुहुन्छ। इफ त्यो फिचर्स तपाईँहरूकोमा देखिएको छैन भने नो वरिज, तपाईँहरूले कमेन्टमा चाहिँ च्याटमा चाहिँ तपाईँहरूले क्वेसन्सहरू राख्न सक्नुहुनेछ। अनि कृपया मल्टिटास्किङ नगर्नु होला, किनकि जस यो छोटो अवधि भए पनि 2 दिन चाहिँ मैले अलिकति जस प्रिपेरेसन गरेरै तपाईँहरूलाई चाहिँ यो कन्टेन्टहरू दिने कोसिस गरेको छु। सो जस 1 घन्टाको लागि चाहिँ मलाई तपाईँहरूले समय दिनु होला। अनि रेकर्डिङ गर्ने काम चाहिँ कृपया नगर्नु होला, किनकि जस तपाईँहरूको फिडब्याकहरू मैले रेगुलरली लिइराख्नेछु र यो फिडब्याकबाट चाहिँ मैले इम्प्रोभाइज गरेर तपाईँहरूलाई अझ राम्रो कन्टेन्टहरू दिन सकुँ भन्ने कोसिस गरेको छु। यो चाहिँ अझ पनि रहनै छ। सो होपफुली अब तपाईँहरूको रिभिजनबाट चाहिँ मैले यसलाई इम्प्रोभाइज गरेर अझ राम्रो कन्टेन्ट चाहिँ पार्टिसिपेन्टहरू सबैले सेयर गर्न सकुँ। इफ पोसिबल अरूहरूलाई पनि जस यो कन्टेन्ट चाहिँ सेयर गर्न सकौँ भन्ने चाहिँ मैले भरपुर कोसिस गर्नेछु है त। ओके, सो के एक्सपेक्टेसन्सहरू छ भने कृपया मैले अघि पनि भनिसकेँ, तपाईँले च्याट बक्समा चाहिँ राख्न सक्नुहुनेछ। तपाईँहरूको एक्सपेक्टेसन्सलाई चाहिँ हामीले फलोअप गरिराख्नेछौँ। अनि म फेरि पनि सरी भन्न किन चाहेँ भने धेरैजनाले एकदमै धेरैजनाले चाहिँ फर्म फिलअप गर्नुभएको थियो, हामी सबैले इन्क्लुड गर्न सकेनौँ। एकदम लिमिटेडहरूलाई हामीले लगभग 50जना जतिलाई चाहिँ हामीले अलाउ गरेका थियौँ, उहाँहरूलाई चाहिँ लिङ्कहरू पनि सेयर गरेका थियौँ। सो अलमोस्ट लाइक 80-90% जति चाहिँ प्रेजेन्ट भइ पनि सक्नुभएको छ, अरूहरू पनि बिस्तारै आउँदै गर्नुहुनेछ। सो होपफुली जो जति हुनुहुन्छ उहाँहरूले चाहिँ जस आफ्नो एक्सपेक्टेसन अनुरूप चाहिँ यहाँबाट धेरै कुरा चाहिँ सिकेर जानुहुनेछ भन्ने चाहिँ मैले आशा राखेको छु। सो ओके, हाम्रो चाहिँ यो सबैभन्दा हट टपिक भनौँ न, जस एकदम बिगेस्ट कन्फ्युजन अहिलेसम्मको के छ भने सर सिभी भनेको के हो, रेज्युमे भनेको के हो, बायोडेटा भनेको के हो। जस नाम फरक फरक नामहरू सुनिरहेछौँ नि हामीले त होइन, तर जस हामीले सिभी भनेको पनि उही बुझिरहेको हुन्छौँ, हामीले रेज्युमे भन्दा पनि त्यही पठाइरहेको हुन्छौँ।
बायोडेटा भन्दा पनि त्यही पठाइरहेको हुन्छौँ। आखिर के हो त्यो, यो सबै कुरा एउटै हो त? त्यो कतिजनालाई चाहिँ थाहा छ यसको डिफ्रेन्स होइन, जस कतिजनालाई चाहिँ यसको डिफ्रेन्स अझ पनि थाहा छैन। सिभी माग्दाखेरि पनि जस तपाईँहरूले रेज्युमे मात्रै पठाउनुहुन्छ, कतिले कतिले रेज्युमे माग्दाखेरि पुरै सिभी पठाउनुहुन्छ होइन। अब कतिले चाहिँ बायोडेटा भनेर पनि पठाउनुहुन्छ, जहाँ कि यी तिनटै कुरा चाहिँ एकदमै आकाश पाताल फरक छ। र सबै ठाउँमा यो तिनवटा कुरा चाहिँ छेसमास गरेर पठाउनु भयो भने चाहिँ तपाईँहरूले चाहिँ जस इन्टरभ्यूमै भनौँ न, इन्टरभ्यूमा पार्टिसिपेट गर्ने मौका या कुनै ग्रान्ट अपर्च्युनिटीको लागि तपाईँहरूले अप्लाई गर्दै हुनुहुन्छ भने त्यस्तो चिजहरू पनि गुमाउने चाहिँ ठुलो चान्सेसहरू हुनसक्छ। त्यही भएर अलिकति ध्यान दिएर सुन्नु होला, यो सिभी रेज्युमे र बायोडाटामा के फरक छ भनेर। अनि इनकेस मैले भन्दा पनि तपाईँहरूले के बुझ्नु भएन या कन्फ्युजन भयो भने चाहिँ प्लिज तपाईँले चाहिँ च्याटमा चाहिँ आफ्नो क्वेसन्सहरू चाहिँ राखिदिनु होला है त। सो यो पिक्चरमा पनि तपाईँले देख्न सक्नुहुनेछ, हाम्रो चाहिँ यो बिगिनरको लागि हो। र त्यसपछि यो झन्डा देखाएको ठाउँ चाहिँ हाम्रो डेस्टिनेसन हो। प्रोपर सिभी र रेज्युमे भयो भने चाहिँ हामीले इजिली आफ्नो डेस्टिनेसनतिर जान सक्छौँ। अलिकति आफ्नो स्किल पनि चाहिन्छ, तर जस रेज्युमे सिभी बायोडेटा भनेको चाहिँ एउटा हतियार जस्तै हो, एकदम टुल जस्तै हो। त्यो भयो भने चाहिँ तपाईँको जस डेस्टिनेसनमा पुग्नको लागि चाहिँ एकदमै सजिलो हुनेछ। सो पहिलो कुरा त तपाईँहरूले के बुझ्नु पर्यो भने म के को लागि चाहिँ जस बनाउँदैछु, सिभी बनाउने कि रेज्युमे बनाउने भन्ने कुरा सोच्नुभन्दा पहिले पनि तपाईँहरूको निड के हो त? जस तपाईँ फरेन स्टडीको लागि जान खोज्दै हुनुहुन्छ, कि तपाईँ चाहिँ जस जब खोज्दै हुनुहुन्छ, या कतै ग्रान्ट प्रपोजलहरू हाल्दै हुनुहुन्छ, सबैतिर एउटै कुरा पठाउने होइन। यो कुरा चाहिँ तपाईँले एकदमै ध्यान पुऱ्याउनु होला। अधिकांशहरूले चाहिँ फ्रेसरहरूले भनौँ या भनौँ एक्सपिरियन्सडहरूले पनि के गल्ती गरेको देख्छु भने जे कुरामा पनि एउटै, तपाईँको रेज्युमे छ भने रेज्युमे नै पठाएको छ, सिभी छ भने सिभी नै पठाएको छ, बायोडेटा छ भने सबैतिर त्यही पठाएको छ। अनि उहाँहरूले कम्प्लेन के गर्नुहुन्छ भने सर फेभरिजम भयो, नराम्रो भयो, खोइ मलाई त इन्टरभ्यूमै बोलाएन सर, म त अपर्च्युनिटी नै पाइनँ भनेर धेरैजना चाहिँ निराश भएको देख्छु। अब सबै ठाउँमा चाहिँ जस भनौँ न त्यो तपाईँको सिभी हेरेरै जस रिजेक्ट या त्यही क्राइटेरिया रिजेक्ट नभएको पनि हुनसक्छ होइन। तर सो फार म्याक्सिमम् केसेसहरूमा चाहिँ तपाईँहरूले के पठाउनु भन्ने कुराले नै तपाईँहरूको चाहिँ जस इन्टरभ्यूमै नबोलाउने होइन, तपाईँहरूले सुरुमै अपर्च्युनिटी नपाउने चाहिँ जस मैले धेरै भोगेको छु। सो फार मैले पनि जस सयौँ इन्टरभ्यूहरू लिएँ होला, कति इन्टरभ्यूहरू दिएँ होला, मेरो अनुभव चाहिँ तपाईँहरूलाई मैले सेयर गर्दैछु। यो कुरा चाहिँ तपाईँहरूले एकदमै ख्याल गर्नुपर्ने हुन्छ। सो होपफुली यो कुराहरू तपाईँहरूले यो वेबिनार सकिसकेपछि आगामी दिनहरूमा चाहिँ यो कुरा चाहिँ एकदमै ख्याल गरेर तपाईँहरू अघि बढ्नुहुनेछ भन्ने चाहिँ मैले एक्सपेक्टेसन राखेको छु। सो के छ त डिफ्रेन्स है? अब यहाँ मैले जस तिनटै कुराको चाहिँ एकदम ब्रिफमा चाहिँ मैले डिफ्रेन्सेसहरू राखेको छु। सिभी भनेको के हो? जस एकदमै कमनली युज भएको टर्म भनेको चाहिँ सिभी हो। रेजुमे र बायोडेटा चाहिँ अलिकति जस कमै नाम सुनिरह हुन्छौँ। सिभी भनेको के हो भनेको करिकुलम भाइटा पनि भनिन्छ यसलाई। सिभी भनेको खासमा चाहिँ तपाईँको जस इन्टायर स्किल्सहरू तपाईँको बारेमा जे जति छ सबै कुरा तपाईँले इन्क्लुड गर्नुभयो भने चाहिँ त्यो तपाईँको के भयो? करिकुलम भाइटा भयो, सिभी भयो। त्यसमा चाहिँ तपाईँले आफ्नो जस जबको बारेमा लेख्न सक्नुहुन्छ, आफ्नो हबीको बारेमा लेख्न सक्नुहुन्छ, आफ्नो ब्याकग्राउन्डको बारेमा, पब्लिकेसन्सको बारेमा, चाहे जेसुकै मागेको होस् त्यसमा तपाईँले चाहिँ पुरै कुराहरू चाहिँ इन्क्लुड गर्न सक्नुहुन्छ। अनि युजली सिभी के हुन्छ भने तपाईँको चाहिँ सकेसम्म 2 पेजभन्दा बढी नै हुन्छ। किनकि यसमा चाहिँ तपाईँहरूले लिएको ट्रेनिङ र एक्सपिरियन्सलाई मात्रै सीमित गर्नुपर्छ भन्ने छैन। यसमा चाहिँ तपाईँको इन्ट्रेस्ट केमा छ, जस तपाईँले तपाईँको हबिजहरू के छ, तपाईँहरूको ब्याकग्राउन्ड के छ, सबै कुराहरूलाई तपाईँले इन्क्लुड गर्न सक्नुहुन्छ। एकाडेमिक ब्याकग्राउन्डहरू पनि एकदम डिटेलमा राख्न सक्नुहुन्छ, रिसर्चहरू, पब्लिकेसन्सहरू। अनि कुनै पब्लिकेसन्सहरू चाहिँ तपाईँको जस अन द वे छ, पब्लिस हुन बाँकी नै छ भने पनि त्यस्तो कुराहरूलाई पनि तपाईँले के गर्न सक्नुहुन्छ, यसमा चाहिँ इन्क्लुड गर्न सक्नुहुन्छ। सो बेसिकली यो चाहिँ के हुन्छ भने स्ट्याटिक हुन्छ। स्ट्याटिक भन्नुको अर्थ के हो भने यो चाहिँ जस एउटै सिभी चाहिँ तपाईँले सबैतिर पठाउन सक्नुहुन्छ। जुनसुकै जस तपाईँको एकाडेमिक्समा पठाउँदाखेरि पनि तपाईँले चाहिँ जो सिभी त्यही पठाउन मिल्छ। जुनसुकै रिसर्च वर्कको लागि तपाईँले पठाउँदै हुनुहुन्छ भने सेम कुरा पठाउन मिल्छ। फेलोसिपहरूको लागि पठाउनुहुन्छ भने पनि तपाईँले त्यही सिभी चाहिँ तपाईँले पठाउन मिल्छ। इफ अब तपाईँले नयाँ एक्सपिरियन्सहरू गेन गर्नुभएको छ भने त्यो एक्सपिरियन्सहरूलाई पनि त्यसमा चाहिँ के गर्न सक्नुहुन्छ, एडप्ट गर्न सक्नुहुन्छ। अनि चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ, यसलाई पठाउन सक्नुहुन्छ। तर रेजुमे भनेको चाहिँ नितान्त फरक कुरा हो। रेजुमे भनेको छोटकरी हो, एकदम के खोजेको छ। मानौ कि कोही एकजना कस्टमर चाहिँ तपाईँ मानौ एउटा पसले हो र कोही कस्टमर तपाईँ कहाँ आउनुभयो अनि तपाईँले सोध्नुभयो दाइ मलाई चाहिँ एउटा चाउचाउ चाहियो, वाइ वाइ भेजमा चाहियो भनेर कसैले एकदम प्रिडिफाइन्ड स्पेसिफिक तरिकाले तपाईँलाई अलरेडी भनिसकेको छ भने तपाईँले चाहिँ मसँग कुकिज छ, मसँग अरू कुरा छ, मसँग कपडा छ, मलाई यो मनपर्छ, मलाई त्यो मनपर्छ, यो कुराहरू राख्नु कुनै अर्थ हुँदैन।
त्यो कुरा राख्नुभयो भने चाहिँ जस के हुन्छ भने हेर्ने मान्छेले ओके यो मान्छेले त जस बकवास कुरा चाहिँ बढी पठाएको रहेछ, चाहिने कुरा चाहिँ एकदम कम इन्क्लुड गरेको रहेछ भनेर तपाईँ चाहिँ क्यापेबल हुँदा हुँदै पनि जस त्यो अननेसेसरी कुराहरूले तपाईँलाई चाहिँ डिस्क्वालिफाई गर्न सक्छ। सो जस जबहरूमा जस प्राइभेट सेक्टर्सहरूमा एनजिओहरूमा तपाईँले अप्लाई गर्दाखेरि चाहिँ तपाईँलाई चाहिने कुरा भनेको चाहिँ रेज्युमे, त्यो चाहिँ एकदमै छोटकरीमा जे खोजेको छ ठ्याक्कै त्यही, न एक पैसा बढी न एक पैसा कम, त्योभन्दा कम राख्नु पनि जरुरी छैन, बढी राख्नु पनि जरुरी छैन। सकेसम्म यसलाई चाहिँ एक पेजमा लिमिट गर्ने, इफ सकिँदैन कहिलेकाहीँ चाहिँ एकदमै धेरै छ भने चाहिँ यसलाई 2 पेजमा गर्ने। इभन जस मैले आफ्नो 10 वर्षको जस अनुभवमा 10 वर्ष काम गरिसकेँ, मेरो सबै सबै कुरा राख्दा पनि मेरो रेज्युमे चाहिँ 1 पेजभन्दा कहिले पनि एक्सिड भएको छैन। सो होपफुली तपाईँहरूले पनि एकदम बल्की देखाएर एकदम मैले जब पाउँछु या भनौँ न इन्टरभ्यू पाउँछु भन्ने चाहिँ कतै पनि छैन। तपाईँले चाहिँ ठ्याक्क के खोजेको छ त्यही कुरालाई मात्रै राखेर तपाईँले बनाउनु होला। र एउटा कुरा के जान्नु होला भने रेज्युमे तपाईँको सबै जबको लागि चाहिँ फरक फरक हुन्छ। सेम कभर लेटर पनि तपाईँको सबै जबको लागि नितान्त फरक हुन्छ। कहिलेकाहीँ त तपाईँको जिरोबाट स्टार्ट गर्नुपर्ने पनि हुन्छ, जस अलिअलि रिभाइज गरेर मात्रै पनि पुग्दैन। त्यही भएर रेज्युमेमा चाहिँ तपाईँहरू एकदमै केयरफुल हुनुपर्छ, एकदम स्किल्ड पनि हुनुपर्छ। त्यही भएर आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ मेजर फोकस चाहिँ रेज्युमे कसरी बिल्डअप गर्ने, किनकि अधिकांशको समस्या भनेको चाहिँ हामीले इजिली जब पाइरहेको छैनौँ, जब कसरी पाउने भन्ने चाहिँ धेरैको क्युरिजहरू भइरहेको कारणले चाहिँ आज जस रेज्युमेमा फोकस गरेर हामी आएका छौँ। अनि अर्को एउटा बायोडेटा भन्ने पनि कुरा छ है। यस कतिजनाले अझ पनि मैले सिभी रिभाइज गर्दाखेरि चाहिँ पाइरहेको छु कि बायोडेटा भनेर लेखेर पठाउनुहुन्छ। अनि त्यहाँ चाहिँ तपाईँको चाहिँ के हुन्छ भने बाबाको नाम, मम्मीको नाम, रिलिजियन, कास्ट, अननेसेसरी कुरा सबै हुन्छ नि पर्सनल इन्फर्मेसनहरू राखेको हुन्छ। त्यो कुरा चाहिँ तपाईँको जबको लागि अप्लाई गर्दाखेरि चाहिँ त्यो कुराले माइने राख्दैन। त्यस्तो कुराहरू चाहिँ कृपया इन्क्लुड नगर्नु होला। यी बायोडेटाहरू चाहिँ अब पहिले पहिले के हुन्थ्यो भने गभर्मेन्ट जब्सहरूको लागि, म्यारिज प्रपोजलहरूको लागि स्पेसली इन्डियाहरूमा चाहिँ त्यो बायोडेटाहरू चाहिँ बढी युज हुन्छ। सेम बायोडेटा चाहिँ तपाईँले धेरै ठाउँमा चाहिँ युज पनि गर्न सक्नुहुन्छ। सो बायोडेटा भन्ने चिज र सिभी भन्ने चिज चाहिँ सकेसम्म जबमा चाहिँ जस पठाएर धेरै काम चाहिँ छैन है त। सो अहिलेसम्ममा जस केही क्वेसन छ भने कृपया च्याटमा राखिदिनु होला। सो होपफुली मलाई चाहिँ जहाँसम्म लाग्छ मैले चाहिँ एकदमै सिम्प्लिफाइड सिम्पल तरिकाले बुझेर छु जस्तो लाग्छ। र आशा छ जस केही क्युरिजहरू छैन होला, छ भने पनि सब च्याटमा तपाईँले राख्न सक्नुहुन्छ यहाँ च्याटमा। ओके, सो यहाँ हेर्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ केही क्वेसन्सहरू आएको देखिनँ मैले। सो होपफुली अब अघि बढ्दा हुन्छ जस्तो लाग्छ मलाई। केही भयो भने चाहिँ तपाईँहरूले बिचमा पनि तपाईँहरूले जस आफ्नो क्वेसन्सहरू चाहिँ त्यहाँ राखिदिन सक्नुहुन्छ, जस म चाहिँ फलो ब्याक चाहिँ गर्नेछु है त। अब रेज्युमे कसरी बनाउनु त, रेज्युमे मात्रै नभइकन क्वालिटी रेज्युमे कसरी बनाउनु त भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ। त्यही भएर तपाईँहरूले चाहिँ अलिकति ध्यान दिएर यो पार्ट चाहिँ अलिकति ध्यान दिएर हेर्नु होला है त। ओके, सो रेज्युमेमा हामीले ध्यान दिनुपर्ने 3टा कुरा छ। एउटा कुरा चाहिँ के हो भने हामी के को लागि लेखिरहेछौँ, किन लेखिरहेछौँ त यो भन्ने कुरा चाहिँ तपाईँले जान्नु पर्यो। जब एप्लिकेसन हो कि प्रपोजल हो कि होइन सेमिनार हो कि के को लागि तपाईँले पठाइरहनु भएको छ, यो कुरा चाहिँ एकदमै तपाईँले ध्यान दिनु पर्यो। अनि अर्को कुरा, जब तपाईँको अब्जेक्टिभ क्लियर हुन्छ अब यसलाई चाहिँ कसरी अर्गनाइज गर्ने भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो। र अन्तिममा चाहिँ यसलाई प्रोपर प्रेजेन्टेसन एकदम हेर्दाखेरि चाहिँ अट्र्याक्टिभ कसरी बनाउन सकिन्छ भन्ने कुरामा चाहिँ तपाईँले के गर्नु पर्यो, फोकस गर्नु पर्यो। अब जस रेज्युमेबाट तपाईँले के बुझ्नु पर्यो भने चाहिँ एउटा रेज्युमे चाहिँ किन माग्छ त इम्प्लोयरहरूले, यो चाहिँ तपाईँहरूले आफ्नो पर्सपेक्टिभबाट मात्रै नसोचेर चाहिँ एउटा चाहिँ जस तपाईँको चाहिँ इन्टरभ्युअरको पर्सपेक्टिभबाट पनि सोध्नु पर्यो, या तपाईँको हायरिङ एजेन्सी एचआरको पर्सपेक्टिभबाट पनि सोच्नु पर्यो तपाईँहरूले जस किन उनीहरूले रेज्युमे माग्छ त। तपाईँको जब दिनको लागि रेज्युमे मागेको होइन, तपाईँको जब दिने त इन्टरभ्यूबाट मात्रै फाइनलाइज हुने हो। उहाँहरूले चाहिँ खासमा को मान्छे क्यापेबल हुनुहुन्छ त, यो पोस्टको लागि चाहिँ इलिजिबल मान्छे को हुनुहुन्छ त भनेर जस्ट फिगर आउट गर्नको लागि मात्रै तपाईँहरूले के मागेको, रेज्युमे मागेको। कतिजनालाई भ्रम हुनसक्छ राम्रो रेज्युमे हुने बित्तिकै मैले इमिडिएटली जब पाउँछु भन्ने हुनसक्छ, त्यो चाहिँ तपाईँको क्वालिटीमा पनि डिपेन्ड गर्छ। र कहिलेकाहीँ चाहिँ एकदमै राम्रो रेज्युमे भयो भने त्यो कुराले पनि तपाईँलाई फरक पार्न चाहिँ सक्छ। तर रेज्युमेको काम भनेको तपाईँको के हो भने इन्टरभ्यू पाउने हो। अनि इन्टरभ्युअरले चाहिँ के सोध्छ भने अब धेरैजना मान्छे छन् नि त क्यापेबल, त्यो मध्येबाट थोरै एकदमै रेलेभेन्ट मान्छेलाई छानेर चाहिँ जस हुन्छ नि हामीले इन्टरभ्यूको लागि चाहिँ जस इजिली इन्टरभ्यू लिन सकियोस् भनेर चाहिँ छान्ने प्रोसेसको लागि चाहिँ तपाईँहरूलाई रेज्युमे मागिन्छ। अनि सेम कुरा चाहिँ प्रपोजलको लागि भयो, ग्रान्ट एप्लिकेसनको लागि भयो, निडी धेरै छन्।
तर जस हामीले चाहिँ सबैलाई हामीले इन्टरोगेट गर्न सक्दैनौँ, सबैलाई इन्टरभ्यू लिन सक्दैनौँ भनेर चाहिँ एकदम लिमिटेड मान्छेलाई छान्नको लागि चाहिँ यो कुराहरू मागिएको हुन्छ। त्यही भएर जस तपाईँले के विचार गर्नु पर्यो भने तपाईँको फर्स्ट इम्प्रेसन र तपाईँको मेबी समटाइम्स लास्ट इम्प्रेसन पनि तपाईँको के हुनसक्छ, यो रेज्युमे हुनसक्छ अर सिभी वाट एभर अब त्यहाँ केमा आएको छ त्यो कुरा चाहिँ तपाईँहरूको चाहिँ फर्स्ट एन्ड लास्ट इम्प्रेसन पनि हुनसक्छ, अनलेस त्यो चाहिँ एकदमै राम्रो छ। त्यही कुरा तपाईँले के बुझ्नु पऱ्यो, रेज्युमे किन लेखिन्छ भने चाहिँ यो चाहिँ जबको लागि होइन कि इन्टरभ्यूको लागि हो। किनकि जबको लागि चाहिँ तपाईँ के गर्नु पऱ्यो, त्यही नै गएर आफूलाई चाहिँ सेल गर्न सक्नु पऱ्यो। त्यहाँ चाहिँ तपाईँले के बुझ्नु भने एउटा राम्रो रेज्युमेले के गर्छ भने तपाईँलाई चाहिँ अफिसको ढोकासम्म पुर्याउँछ। त्यहाँभित्र गएर चाहिँ तपाईँले आफ्नो बारेमा चाहिँ भनौँ न आफूले के गर्न सक्छु र तपाईँको पोटेन्सियल के छ भनेर चाहिँ तपाईँले आफै कन्भिन्स गर्नुपर्ने हुन्छ। अनि अर्को चाहिँ के बुझ्नु पर्यो भने अब भिड त धेरै छ, जब त धेरैलाई चाहिएको छ, सयौँजना छन्, हजारौँजना छन्। रिमेम्बर एउटा एउटा पोस्टको लागि मोर देन 100, 200, 300 एप्लिकेसनहरू आइरहन्छ भनिसकेपछि तपाईँ चाहिँ किन सेलेक्ट हुने? नट बिकज कि तपाईँसँग एक्सपिरियन्स बढी छ, नट बिकज कि तपाईँ जस हुन्छ नि तपाईँको चाहिँ रेलेभेन्ट स्किल्स छ। यो चाहिँ एक मात्र तरिकाले सम्भव छ, तपाईँ चाहिँ त्यो क्राउडबाट चाहिँ आफूलाई कसरी देखाउन सक्नुहुन्छ, स्ट्यान्ड आउट कसरी हुन सक्नुहुन्छ, तपाईँले चाहिँ आफूलाई एकदम इन्ट्रेस्टिङ ढङ्गले कसरी प्रेजेन्ट गर्न सक्नुहुन्छ, कुनै जब रिलेटेड नै युनिक इन्फर्मेसन, यो कुरा चाहिँ एकदम नेसेसरी छ है जबको लागि, जुन चाहिँ मसँग छ भनेर तपाईँले प्रेजेन्ट गर्न सक्नुहुन्छ भने तपाईँले यो पिक्चरमा देखिए जस्तै तपाईँहरू चाहिँ स्ट्यान्ड आउट भन्न सक्नुहुन्छ। एकदमै प्रोपरली अर्गनाइज छ, हेर्दाखेरि एकदमै इम्प्रेसिभ छ भने तपाईँहरूको चाहिँ के हुनसक्छ, तपाईँहरू चाहिँ स्ट्यान्ड आउट भन्न सक्नुहुन्छ। यहाँ चाहिँ अब तपाईँले राम्रो गर्नु भएन भने चाहिँ होइन म त क्यापेबल छु, मलाई इन्टरभ्यूमा बोलायो भने मैले एक्सप्लेन गर्छु भनेर चाहिँ त्यहाँसम्म पुग्ने अपर्च्युनिटी नै गुमाउन सक्नुहुन्छ इफ यु क्यानट स्ट्यान्ड आउट फ्रम द क्राउड है। क्राउडबाट चाहिँ तपाईँहरू देखिने हुनु पर्यो। किनकि तपाईँको के हुन्छ भने एचआरसँग त्यति टाइम हुँदैन, सबै सिभीलाई एक एक गरेर वर्ड बाई वर्ड केलाउने चाहिँ कोहीसँग पनि समय हुँदैन। उसले आफ्नो रेगुलर जब पनि गर्नु पर्यो, प्लस अब हायरिङको प्रोसेसहरू यो लेन्दी प्रोसेस हुन्छ, धेरै फर्मेलिटिजहरू हुन्छ। त्यही भएर चाहिँ तपाईँहरूको रेज्युमे चाहिँ एकदमै मजेदार हुनु पर्यो। तपाईँहरूले चाहिँ के बुझ्नु पर्यो, वाउ दिस इज बेस्ट वे आई क्यान रिप्रेजेन्ट माइसेल्फ, मैले आफूलाई योभन्दा राम्रोसँग रिप्रेजेन्ट गर्नै सक्दिनँ भन्ने भइसकेपछि बल्ल त्यो कुरा चाहिँ तपाईँले के गर्नु पर्यो, पठाउनु पर्यो। त्यही हो, यहाँ चाहिँ यहाँ पनि मैले त्यही कुरा के लेखेको छु, यो भनेको चाहिँ खास तपाईँले के बुझ्नु पर्यो, आफूलाई तपाईँहरूले कसरी सेल गर्न सक्नुहुन्छ एकदमै पोलिस्ड वेमा। फेरि अननेसेसरी पोलिसिङ पनि होइन, नचाहिने कुरा तपाईँले एड गरेर पनि भएन होइन। जस मिनरल वाटरको बोतल छ भने त्यहाँ चाहिँ तपाईँले जुस हालिदिनु भने के हुन्छ, अब जस वाटर चाहिने मान्छेलाई वाटरै खोज्छ कि त्यसमा जुस भएर पनि हुँदैन। त्यही भएर जस आफू जे छु त्यसैलाई चाहिँ कसरी सेलेबल बनाउने भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्नु पर्यो, मार्केटिङ स्किल्स चाहिँ जान्नु पर्यो, जुन चाहिँ एउटा रेज्युमे चाहिँ पर्फेक्ट इक्जाम्पल। अब हेर्नुहोस्, धेरैले मलाई सोध्ने क्वेसन के हो भने सर अनि कत्रो लामो बनाउने त रेज्युमे, मेरो त आधी पेज हुन्छ, मेरो 4 पेज हुन्छ, होइन मैले त 10 वर्ष काम गरिसकेँ, 15 वर्ष काम गरिसकेँ, मेरो चाहिँ एकदमै लामो हुनुपर्छ है सर, म त कहाँ एक पेजमा कहाँ लेखेर सकिन्छ भन्ने कुरा भन्नुहुन्छ है। तपाईँले के बुझ्नु पर्यो, सबभन्दा इम्पोर्टेन्ट कुरा इम्प्लोयरहरूले चाहिँ तपाईँको रेज्युमे हेर्नको लागि एभरेज टाइम 2 मिनट छुट्याएको हुन्छ। एभरेज टाइम, जोसँग चाहिँ टाइम छ है तिनीहरूले चाहिँ 2 मिनट छुट्याएको हुन्छ, जोसँग टाइम छैन लेस देन 30 सेकेन्डमा पनि तपाईँको रेज्युमे हेर्दै फ्याँक्दै गरिरहेको हुन्छ। सो तपाईँहरूले के बुझ्नु पर्यो, त्यो जबले खोजेको के छ, किवर्ड्सहरू चाहिँ पत्ता लगाउनु पर्छ। सबभन्दा इम्पोर्टेन्ट कुरा त्यो जबले खोजेको किवर्ड्सहरू के छ त्यो कुरा चाहिँ तपाईँहरूले रेज्युमे बनाउनुभन्दा पहिले नै तपाईँहरूले के गर्नुपर्छ, लिस्ट आउट गर्नुपर्छ। अनि हेर्ने कि कतिवटा स्किल्स चाहिँ तपाईँहरूसँग म्याच आउट हुन्छ र त्यसलाई चाहिँ कसरी हाइलाइट गरेर मैले प्रेजेन्ट गर्छु भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्नु पर्यो। यहाँ चाहिँ तपाईँहरूले के बुझ्नु पर्यो भने मैले 6 पेज 7 पेज लेखेर चाहिँ हुँदैन भन्ने भ्रम चाहिँ, अब त्यो 7 पेज लेखेर मैले पाउँछु भन्ने भ्रम चाहिँ तपाईँहरूले यहीँबाट चाहिँ के गर्नु पर्यो, ट्याग दिनु पर्यो। अनि तपाईँहरूको कन्टेन्ट चाहिँ एकदमै रेलिभेन्ट हुनु पर्यो। मैले अघि पनि भने नि तपाईँको चाहिँ जस फलफुल किन्न आएको मान्छेले कपडाको बारेमा एकदम रेबनको कपडा छ या रेबनको चस्मा छ, एकदम गुच्चीको छ, जस फ्रुट किन्न आउने मान्छेले कपडामा इन्ट्रेस्ट देखाउन सक्दैन। जस तुक कहिले काहीँ लाग्यो भने त अलग कुरा हो, तर जस इभेन्चुअली रुल अफ थम चाहिँ के हो भने जे खोज्न आएको छ इम्प्लोयर त्यही कुरा दिनुपर्छ। किनकि कस्टमर भन्दा पनि बढी रिजिट चाहिँ के हुन्छ, इम्प्लोयर हुन्छ। यो कुरा चाहिँ तपाईँले एकदमै ध्यान दिनु पर्यो है त। अनि अधिकांशको प्रब्लम नै यही हो कि खोजेको एउटा कुरा हुन्छ, अर्को कुरा उहाँहरूले चाहिँ लेखेर पठाइरहनु भएको हुन्छ, अनि पछि के भन्छ, सर मसँग त यत्रो एक्सपिरियन्स छ त। अरे बाबा जबले खोजेको के थियो त, त्यो कुरा तपाईँले राख्नुभयो त, थाहा छैन त्यो कुरा। कतिपय मान्छेले त तपाईँको पुरै भ्याकेन्सी पढ्दा पनि पढ्नुहुन्न, अनि तपाईँको लिमिटेड यसरी हुन्छ, ओके बिएससिजी खोजेको रहेछ, ओके आइएससिजी खोजेको रहेछ, ठिक छ मैले आइएससिजी गरेको छु,
उस्तै परे पछाडिको कति वर्ष एक्सपिरियन्स खोजेको छ या स्किल्स के खोजेको छ, ठिक छ मसँग त्यति एक्सपिरियन्स नहोला अरे, तर जस त्यहाँ खोजेको स्किल्सहरू त मसँग हुनसक्छ नि त। 10मा 9 गुण हुनसक्छ, एउटा इम्पोर्टेन्ट गुण नहुन सक्छ, जस एक्सपिरियन्स इम्पोर्टेन्ट पनि हो। तर कहिलेकाहीँ चाहिँ तपाईँले कसरी प्रेजेन्ट गर्नुभयो, तपाईँसँग सबै स्किल्स छ, इभन दो इफ यु आर नट एक्सपिरियन्स, तपाईँलाई चाहिँ जस उहाँहरूले इजिली हायर गर्न पनि सक्नुहुन्छ। यो चिज जस मैले आफैले भएको कुरा हो। कतिपय जबको लागि खुलाउँदाखेरि फ्रेसरहरू चाहिँ तपाईँको जस उहाँहरूको रेज्युमेहरू राम्रो भएको कारणले उहाँहरूलाई इन्टरभ्यूमा बोलाएर, अनि इन्टरभ्यूमा पनि उहाँहरूले राम्रो कमिटमेन्ट देखाउन सकेको कारणले उहाँहरूले चाहिँ यस मास्टर्स खोजेको ठाउँमा ब्याचलर गरेको मान्छेहरूलाई पनि हामीले चाहिँ हायर गरेका छौँ। सो रेज्युमे भनेको चाहिँ तपाईँको एकदमै बिगेस्ट वेपन हो। त्यो भइसकेपछि तपाईँहरूले चाहिँ राम्रो ठाउँमा आफूलाई प्रुभ गर्ने अपर्च्युनिटी चाहिँ पाउन सक्नुहुन्छ। सो नम्बर 1 रुल के हो त? अब तपाईँले यदि रेज्युमे लेख्न सुरु गर्दै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ के बुझ्नु पर्यो भने पहिलो कुरा चाहिँ तपाईँको फर्मेट चाहिँ एकदम बेस्ट हुनु पर्यो। त्यो जे पाए त्यही फर्मेट गरेर चाहिँ तपाईँहरूले ऱ्यान्डमली लेखेर होइन, त्यो वर्डमा बनाएर तपाईँहरूले यत्तिकै ऱ्यान्डमली पठाउनु भयो भने चाहिँ सायद धेरै ठाउँमा चाहिँ त्यो कुरालाई एक्सेप्ट गर्दैन। यहाँ चाहिँ मैले 6वटा साइटहरू राखेको छु। त्यो साइटहरू चाहिँ एकदम रेज्युमे बनाउनुको लागि एकदमै राम्रो साइट छ। अनि माथिको 2टा साइट चाहिँ त्यो तपाईँको चाहिँ जस लगभग बेस्ट साइट्सहरू हो, क्यानभा र जेटी भन्ने। क्यानभामा चाहिँ तपाईँको के छ भने यसमा चाहिँ टोटली फ्री छ यो। अनि यसमा चाहिँ तपाईँले मजाले एडिट गर्न सक्नुहुन्छ। अनि एकचोटि तपाईँले बनाएर डाउनलोड गरिसकेपछि तपाईँको त्यो स्याम्पल त्यहाँ बसिरहन्छ। सो त्यो भइसकेपछि तपाईँहरूले के गर्न सक्नुहुन्छ भने त्यसलाई पछि पछि पनि तपाईँहरूले रिभाइज गर्न चाहिँ सक्नुहुन्छ। सो मैले चाहिँ सबैलाई रेकमेन्ड गर्ने भनेको क्यानभा हो। तपाईँलाई चाहिँ यस यहाँ लिङ्क पनि मैले देखाइदिएको छु होइन, अनि यो कुरा मैले तपाईँहरूलाई पनि सेयर गर्नेछु। क्यानभा पछिको चाहिँ एकदम अलि एडभान्स नै छ, यो जेटी भन्ने छ, यो builder.jt.com भन्नेबाट चाहिँ तपाईँहरूले चाहिँ जस रेज्युमे बनाउन सक्नुहुन्छ। यो चाहिँ अझ राम्रो, क्यानभा भन्दा पनि राम्रो। तर यसमा चाहिँ जस कतिपय पेड भर्जन पनि छ, कतिको फ्री टेम्प्लेट्सहरू पनि छ। यसमा चाहिँ तपाईँहरूले चाहिँ के हुन्छ भने तपाईँको एआईको सपोर्टबाट चाहिँ तपाईँले आफ्नो रेज्युमेलाई चाहिँ स्ट्यान्ड आउट बनाउन सक्नुहुन्छ। त्यहाँ चाहिँ तपाईँले सेभरल क्वेसन्सहरू त्यहीँभित्र च्याट गर्ने पनि गर्न सक्नुहुनेछ। सो यो चाहिँ किन्नु नै पर्छ भन्ने पनि छैन, फ्रीमा पनि तपाईँहरूले के गर्न सक्नुहुन्छ, टेम्प्लेटहरूलाई चाहिँ कस्टमाइज गरेर तपाईँले बनाउन सक्नुहुन्छ। अर्को राम्रो कुरा के भने कतिलाई चाहिँ स्क्रैचबाट म किन बनाउनु त, मेरो अलरेडी रेज्युमे छ है भन्ने हुनुहुन्छ भने उहाँहरूले पनि आफ्नो रेज्युमेलाई चाहिँ अपलोड गरेर चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ, आफै पनि त्यहाँबाट चाहिँ प्रोपर सिभी रेज्युमे चाहिँ तपाईँले बनाउन सक्नुहुन्छ है त। अर्को नोभो रेज्युमे भन्ने पनि छ। यसमा पनि तपाईँको के हुन्छ भने एआई मेडिएटेड छ। अब अरू पनि अप्सन छ। अहिले त जस भने नि मैले तपाईँलाई 100वटा भन्दा बढी तपाईँको वेबसाइट्सहरू छ जसले चाहिँ तपाईँको रेज्युमे बनाउने काम मात्रै गर्छ। सो तपाईँले गर्नु के मात्रै पर्यो भने इन्टरनेटमा गएर सर्च गर्नु पर्यो है। या तपाईँलाई एकदम झ्याउ लाग्छ भने तपाईँले च्याट जिपिटीमा गएर पनि तपाईँले सोध्न सक्नुहुनेछ, ल यो मेरो रेज्युमे हो, के छ यो ठिक छ। अनि त्यो जबलाई चाहिँ जस जबको डिस्क्रिप्सनलाई कपी पेस्ट गर्ने, त्यहाँ राखिदिने अनि सोध्ने चाहिँ के छ, म यो जबको लागि फिटिङ छु कि छैन, मैले इन्टरभ्यूको लागि चाहिँ अपर्च्युनिटी पाउँछु पाउँदिनँ भनेर तपाईँले लेख्नुभयो भने चाहिँ इभन च्याट जिपिटीले पनि तपाईँलाई चाहिँ के गर्न सक्छ, सेभरल सजेसन्सहरू दिन सक्छ। तर च्याट जिपिटी मात्रै सोल क्राइटेरिया त होइन। तर भनौँ न केही नगर्नेलाई एउटा प्रोपर गाइडेन्स पनि तपाईँको के हुनसक्छ, च्याट जिपिटीबाट तपाईँहरूले चाहिँ लिन सक्नुहुनेछ। इफ नट मैले तपाईँहरूलाई चाहिँ यहाँ 6वटा चाहिँ तपाईँको प्रोपर टपको वेबसाइट्सहरू तपाईँको मैले यहाँ राखेको छु, जहाँबाट चाहिँ तपाईँले इजिली चाहिँ के गर्न सक्नुहुन्छ, आफ्नो रेज्युमे सिभीहरू चाहिँ बनाउन सक्नुहुन्छ है त। सो ओके, फर्मेट भन्दै गर्दाखेरि चाहिँ तपाईँहरूले के बुझ्नु पर्यो भने खास फर्मेट किन यस्तो जरुरी छ त? फर्मेट त अब जो त्यही कुरा हो नि त नि लेख्ने त होइन र। भनिसकेपछि फर्मेट भनेको चाहिँ एउटा ड्रेस जस्तै हो। तपाईँ चाहिँ अब जस पार्टीमा जाँदाखेरि छुट्टै ड्रेस लाउनुहुन्छ, घरमा बस्दा छुट्टै जस्तै हुन्छ नि, सिम्पल पुरानो लुगाहरू लाउँदा पनि हुन्छ। खाना बस्दाखेरि छुट्टै हुनसक्छ, काहीँ वकमा जाँदाखेरि छुट्टै हुनसक्छ, गेम खेल्न जाँदाखेरि छुट्टै हुनसक्छ। सो फर्मेट भन्ने कुरा चाहिँ ड्रेस जस्तै हो। कुन चिजको लागि तपाईँले अप्लाई गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ यो फर्मेटले पनि डिफाइन गर्छ। यदि तपाईँको चाहिँ एकदम जबको लागि हाई स्ट्यान्डर्ड जबहरूको लागि एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँको फर्मेट चाहिँ एकदम स्ट्यान्ड आउट हुनु पऱ्यो। फर्मेटमा तपाईँ चाहिँ एकदम स्ट्यान्डर्ड देखिनु पऱ्यो कि। त्यही भएर तपाईँले चाहिँ फर्मेट चाहिँ एकदम वाइजली चुज गर्नुहोस्। अघि मैले देखाएको वेबसाइट्सहरूबाट चाहिँ तपाईँले चाहिँ राम्रोभन्दा राम्रो फर्मेट्सहरू, वान अफ द बेस्ट फर्मेट्सहरू तपाईँले चुज गर्न सक्नुहुन्छ। अनि जस क्यानभामा त तपाईँले एकदम यो सबै एलिमेन्टहरूलाई तल माथि सार्ने मिलाउने पनि गर्न सक्नुहुनेछ। सो इफ निडेड अपकमिङ डेजहरूमा चाहिँ यस हाउ टु युज क्यानभा इफेक्टिभली होइन, सिभीको लागि रेज्युमेको लागि भनेर पनि जस तपाईँहरूलाई चाहिँ लिन सक्छु मैले। तर जस हामीसँग लिमिटेड टाइम भएको कारणले चाहिँ हामी सबै कुरा चाहिँ यही कोर्समा ल्याउन सकिँदैन। किन फर्मेटमा तपाईँले के बुझ्नु पर्यो भने चाहिँ
यस्तै हुनु पर्यो। यहाँ मैले तपाईँलाई प्रेजेन्ट गरेको सिभी चाहिँ छ नि, यहाँ चाहिँ एकदमै वर्डै वर्डले भरेर भद्दा हुनु भएन। झट्टै हेर्दाखेरि चाहिँ मान्छेले के देख्छ भने ओके उहाँको चाहिँ यस्तो रहेछ, एक्सपिरियन्स रहेछ, ओके प्रोफाइल यस्तो रहेछ, ओके यति यति वर्ष एक्सपिरियन्स रहेछ, झट्टै हेर्दा एक नजरमा हेर्दा 5 सेकेन्डमै हेर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ झ्याप्प सबै कुरा चाहिँ फिगर आउट गर्न सक्ने हुनु पर्यो। अनि बल्ल चाहिँ त्यो फर्मेट चाहिँ के भयो, स्ट्यान्डर्ड फर्मेट भयो। अनि तपाईँको यो मार्जिन्सहरू चाहिँ एकदमै फेरि ग्याप पनि ठुल्ठुलो ग्याप भयो, एकदमै खाली भयो भने पनि नराम्रो देखिन सक्छ होइन। जस लिमिटेड तपाईँको चाहिँ जस मेन मेन दुइटै जस्तै प्रोफाइल र वर्क एक्सपिरियन्सको बिचमा चाहिँ 1 इन्चको मार्जिन, यहाँ भित्रभित्रै चाहिँ तपाईँको हाफ इन्चको मार्जिन, अझ यहाँभित्र कमै मार्जिन, जुन कुरा चाहिँ एकदम माइनर छ त्योभित्र कम मार्जिन राखेर पनि तपाईँले के गर्न सक्नुहुन्छ, यसलाई चाहिँ प्रेजेन्ट गर्न सक्नुहुन्छ। अनि अर्को कुरा के बुझ्नु पर्यो भने म्याक्सिममले गर्ने मिस्टेक के हो भने यो तपाईँले फर्मेटमा जे कुरा राख्नुहुन्छ, वर्क एक्सपिरियन्स होस् चाहे जस एजुकेसनको कुरा होस् जे होस्, तपाईँको चाहिँ क्रोनोलोजिकल अर्डर भन्नुको अर्थ सबभन्दा रिसेन्ट के हो त भन्ने कुरा चाहिँ टपमा हुनु पर्यो। अनि त्यसपछि गरेको त्योभन्दा पहिले गरेको कुन हो, त्यसपछि गरेको त्योभन्दा पहिले गरेको कुन हो भन्ने कुरा चाहिँ तपाईँहरूले के गर्नु पर्यो, यसरी चाहिँ एरेन्ज गर्न सक्नु पर्यो। भनेपछि सबभन्दा रिसेन्टलाई टपमा, त्योभन्दा पहिलेकोलाई गरेर चाहिँ तपाईँहरूले क्रोनोलोजिकल अर्डर भन्छ त्यसलाई, रिभर्स क्रोनोलोजिकल अर्डरमा चाहिँ तपाईँहरूले के गर्नु पर्यो, आफ्नो सिभीलाई चाहिँ प्रेजेन्ट गर्नु पर्यो है त। ओके, अब जस के सेक्सन्सहरूलाई इन्क्लुड गर्ने त भन्ने जस तपाईँहरूको चाहिँ मनमा आउन सक्छ होइन। रेजुमेमा चाहिँ तपाईँहरूले के बुझ्नु पर्यो भने चाहिँ तपाईँहरूले फर्स्ट कुरा त हेडर हुनु पर्यो, सबभन्दा इम्प्रेसिभ चाहिँ तपाईँको के हुनु पर्यो, हेडर। यति सेक्सनलाई चाहिँ हामीले हेडर भन्छौँ है, जहाँ चाहिँ अब आफ्नो बारेमा चाहिँ छोटकरीमा कसैले माथि राखेको हुन्छ, आफ्नो नेमहरू हुनसक्छ, त्यहाँ चाहिँ तपाईँको फोन नम्बरहरू अरू कुराहरू हुनसक्छ, यसलाई चाहिँ हेडर भन्छ। अनि अर्को चाहिँ प्रोफेसनल समरी, एकदमै हाइली एक्सपिरियन्स मान्छेहरूले चाहिँ के गर्नुहुन्छ, 2-3वटा जस हुन्छ नि यस्तो बुलेट पोइन्टमा चाहिँ प्रोफेसनल समरीहरू पनि लेख्नुहुन्छ, जुन चाहिँ तपाईँहरूको केसमा रेलिभेन्ट नहुन सक्छ। कमसेकम 3-4 लाइनको चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ, राम्रो प्रोफेसनल समरीहरू लेख्न सक्नुहुन्छ। अर्को भयो प्रोफेसनल एक्सपिरियन्स, याद गर्नुहोस् यही अर्डरमा हुनुपर्छ है। तपाईँले चाहिँ अर्डर चाहिँ तोड्ने काम नगर्नु होला। कसैले चाहिँ के गर्नुहुन्छ, एजुकेसन माथि राखिदिनुहुन्छ, यस जबमा चाहिँ सकेसम्म प्रोफेसनल समरी एक्सपिरियन्सलाई चाहिँ माथि राख्नु होला, बल्ल यो स्किल्सहरूलाई त्यसपछि राखेर अनि बल्ल तपाईँको एजुकेसन अझ सर्टिफिकेसनहरू छ भने यसलाई पनि माथि राख्ने, र अन्तिममा चाहिँ तपाईँहरूले के गर्नु पर्यो, रेफरेन्सेसहरू राख्नु पर्यो। अनि बल्ल चाहिँ तपाईँको के हुन्छ, फर्मेट चाहिँ एकदम राम्रो हुन्छ, एकदम इजी हुन्छ, अनि मजाले सबैजनाले अध्ययन गर्न सक्छन्, बुझ्न सक्छन् है त। ओके, सो केही क्वेसन्स छ भने चाहिँ जस मैले लिन चाहेँ होइन, जस धेरै कुराहरू एकैचोटि आउँदाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ जस बुझ्न गाह्रो हुनसक्छ भनेर जस छ तपाईँहरूलाई म 1 मिनटको टाइम दिन्छु। इनकेस केही क्वेसनहरू छ भने चाहिँ तपाईँहरूले च्याटमा राखिदिनु होला, म चाहिँ तपाईँहरूको क्वेसन्सहरू चाहिँ लिनेछु है त। ओके, बायोडेटाको फेरि भनिदिनुहोस् न भनेर भन्नुभएको छ। कभर लेटरमा के फरक हुन्छ भन्नुभएको छ। सर अर्डर फेरि भनिदिनुहोस् न भनेर भन्नुभएको छ कसैले। अरू केही छ? मैले तपाईँलाई चाहिँ जस 1 मिनटसम्मको टाइम दिएँ, तपाईँ आफ्नो क्वेसन्स चाहिँ राख्न सक्नुहुनेछ होइन। अनि म त्यही अनुसार चाहिँ तपाईँको के गर्छु, तपाईँहरूलाई चाहिँ मैले चाहिँ एन्सर दिनेछु। क्वेसन्सहरू चाहिँ तपाईँले राख्न सक्नुहुनेछ। म फेरि रिभाइज गर्न पनि तयार छु, किनकि जस यसमा पार्टिसिपेट भइसकेपछि सकेसम्म तपाईँहरूले चाहिँ बेसिक रेजुमे चाहिँ बनाउन सक्नुहोस् भन्ने मेरो एक्सपेक्टेसन हो। 10 सेकेन्ड वेट गरौँ, केही क्वेसन आएन भने चाहिँ यहाँको क्वेसन्सहरूलाई चाहिँ मैले के गर्छु, लिएर चाहिँ उहाँहरूको चाहिँ एन्सर चाहिँ म दिने कोसिस गर्छु छोटकरीमा है त। ओके है त, खासै धेरैलाई क्वेसन छैन जस्तो लाग्यो। बायोडेटाको बारेमा फेरि पनि भनिदिनुहोस् भनेर भन्नुभयो है। म चाहिँ जस तपाईँहरूलाई बायोडेटाको बारेमा छोटकरीमा म देखाइदिन्छु है त। यहाँ मैले अघि पनि भनेको थिएँ, धेरै टाइम नलिकन। यो बायोडेटा भनेको चाहिँ तपाईँको कस्तो हो भने यसमा चाहिँ तपाईँको पर्सनल इन्फर्मेसन चाहिँ बढी म्याटर गर्छ कि। जस्तै अब गभर्मेन्ट जबहरूमा पनि तपाईँहरूले आफ्नो नामहरू होइन, अनि आफ्नो चाहिँ तपाईँको के अरे डिटेल्सहरू, फ्यामिली डिटेल्सहरू, एजको कुरा भयो, जेन्डरको कुरा भयो, सबै रिलिजनको कुरा, म्यारिड अनम्यारिड कुरा, सबै कुराहरू तपाईँहरूको बारेमा राख्नुहुन्छ भने चाहिँ त्यसलाई बायोडेटा भन्छ। यो चाहिँ जुन चाहिँ तपाईँको चाहिँ जब इन्डस्ट्रीहरूमा चाहिँ बायोडेटालाई चाहिँ खासै रुचाउँदैन। अब तपाईँको एज लिमिट तोकेको छ भने, जस्तै गभर्मेन्ट जबहरूमा चाहिँ एज लिमिट तोकेको हुन्छ, त्यही भएर पनि आफ्नो एज बताउने जरुरी हुन्छ होइन। तर तपाईँको चाहिँ रेजुमेमा चाहिँ त्यो कुरा खासै जरुरी हुँदैन।
अनलेस युआर एकदम ओभर एजको हुनुहुन्छ भने चाहिँ मात्रै हो, नभए चाहिँ यो कुराले खासै फरक पर्दैन। अनि बायोडेटामा चाहिँ अर्को यो गभर्मेन्ट जबहरूमा मात्रै बायोडेटा पठाउने हो, अरूमा चाहिँ यो बायोडेटा पठाउनु खासै जरुरी हुँदैन। यसमा चाहिँ रिलिजनको कुराहरू, म्यारिड अनम्यारिड भयो, तपाईँको जो सानो सानो डिटेल्सहरू चाहिँ राखेको हुन्छ, जुन चाहिँ पहिलेको चलन भनौँ न, यो फेज आउट। स्टार्टिङ चाहिँ जो सिभी पठाउने चलन भन्दा पहिले चाहिँ मान्छेहरूले चाहिँ बायोडेटा बनाएर पेपरमा प्रिन्ट गरेर पठाउने चलन थियो। जस अहिलेको केसमा चाहिँ यो बायोडेटा चाहिँ स्लाइटली फेज आउट नै भइसक्यो, त्यही भएर बायोडेटामा चाहिँ तपाईँहरूले खासै धेरै फोकस गर्नु चाहिँ जरुरी छैन है त। अनि अरू के भन्नु भने कभर लेटरमा के फरक हुन्छ, यो विज्ञान चाहिँ यो कभर लेटरको बारेमा चाहिँ जस डिटेलमा मैले तपाईँलाई भन्नुपर्ने हुन्छ पछि होइन। यसको लागि हामी छुट्टै सेसन लिएर आउँला। कभर लेटर भनेको चाहिँ तपाईँले के बुझ्नु पऱ्यो भने यो जब चाहिँ तपाईँलाई नै किन दिने हो त भन्ने कुरा बुझाउनको लागि चाहिँ यदि केही कुरा तपाईँले लेख्दै हुनुहुन्छ भने त्यसलाई कभर लेटर भनिन्छ। तपाईँको स्किल्सलाई चाहिँ कभर गर्ने, प्याक गर्ने कुराहरू। म चाहिँ यो कारणले पनि यो जब चाहिँ मैले पाउनुपर्छ, किनकि कहिलेकाहीँ तपाईँले रेज्युमे पठाउँदै गर्दाखेरि चाहिँ त्यो रेज्युमेमा चाहिँ सबै कुरा चाहिँ नआएको हुनसक्छ, या तपाईँले चाहिँ त्यसलाई चाहिँ प्रेजेन्ट गर्न नसक्ने हुनसक्छ, या अब भनौँ त त्यहाँ खोजेको स्किल्सहरू, त्यहाँ खोजेको सबै कुराहरू चाहिँ तपाईँसँग नहुनसक्छ। त्यो कुरा चाहिँ तपाईँले कभर लेटरमा राखेर होइन मसँग यो कुरा त नभए पनि मसँग यो कुरा चाहिँ राम्रो छ है, त्यसमा चाहिँ उसले मागेको भन्दा थोरै फरक कुरा राखेर आफूलाई चाहिँ एट्र्याक्टिभ देखाउने काम, आफूलाई चाहिँ प्रोफेसनल देखाउने काम चाहिँ हामीले कभर लेटरबाट गर्न सक्छौँ। अनि अर्को चाहिँ सर अर्डर फेरि भनिदिनुहोस् न भनेर भन्नुभएको छ, म फेरि भनिदिन्छु। ओके, यो चाहिँ अहिले हामीले ट्रेनिङको सर्टिफिकेट चाहिँ दिन सक्दैनौँ इफ निडेड होइन। ओके, के लेख्नु भएको छ भने हामीले ट्रेनिङ दिएको छ तर त्यसको कुनै सर्टिफिकेट छैन एज अ प्रुफ भने यसलाई एक्सपिरियन्समा राख्न मिल्छ। यो चाहिँ एकदम राम्रो क्वेसन सोध्नुभयो। कतिपयले चाहिँ जस ट्रेनिङ दिएको चाहिँ सर्टिफिकेट हुँदैन, ट्रेनिङ लिएको सर्टिफिकेटहरू चाहिँ धेरै ठाउँ हुन्छ तर दिएको सर्टिफिकेट हुँदैन, त्यस्तो छ भने तपाईँहरूले मजाले त्यो कुरालाई चाहिँ राख्न सक्नुहुन्छ। तर सकेसम्म यो ट्रेनिङहरू पनि तपाईँको एकदमै रेलेभेन्ट छ होइन, त्यो जबसँग रेलेभेन्ट छ भने तपाईँहरूले चाहिँ राख्नु होला। नभए फेरि तपाईँले गलत कुरा राख्नुभयो र भोलि अब इन्टरभ्यूमा सोद्धाखेरि त्यो कुरा चाहिँ तपाईँहरूले जान्नु भएन भने चाहिँ त्यो कुराले तपाईँहरूलाई पनि प्रब्लम आउन सक्छ। टेम्प्लेटमा बनाउँदा राम्रो कि वर्डमा बनाउँदा? ओके, अब यो चाहिँ कस्तो हो भने सकेसम्म चाहिँ टेम्प्लेटमा बनाउँदा राम्रो, किनकि वर्डमा बनाउन इट टेक्स अ लट अफ स्किल। किनकि पछि पछि चाहिँ अब एकदम एडभान्स लेभलमा जाँदाखेरि चाहिँ हामी वर्डमै बनाउनु भनेर भन्छौँ होइन, तर जस त्यसको लागि चाहिँ तपाईँको स्किल, टाइम सबै चाहिन्छ होइन। त्यही भएर अब अलरेडी कुनै कुरा तपाईँहरूले इजिली अफर गरिरहेको छ, टेम्प्लेटहरू मजाले दिइरहेको छ भने टेम्प्लेटमा बनाउँदाखेरि एकदमै राम्रो। अहिलेको लागि चाहिँ तपाईँ स्टार्टर हुनुहुन्छ या भनौँ न मिड करियरमा हुनुहुन्छ भने टेम्प्लेटभन्दा बेटर अप्सन चाहिँ वर्ड हुन सक्दैन। इफ पछि गएर चाहिँ तपाईँको एकदम स्ट्यान्डर्ड, तपाईँ चाहिँ एकदम 10 वर्ष 15 वर्ष अनुभव भएको, तपाईँ इन्टरनेसनल लेभलमा चाहिँ तपाईँहरूले जब खान खोज्दै हुनुहुन्छ भने त्यो केसमा जाँदाखेरि चाहिँ तपाईँहरूले वर्डमा बनाउने र आफ्नो आफ्नो छुट्टै इनोभेसन र क्रिएटिभिटी देखाउनु भयो भने चाहिँ त्यो राम्रो हुनसक्छ। सिभी एन्ड रेज्युमे बनाउने साइट सेम नै हो। ओके, यो कुरा चाहिँ क्यानभामा र तपाईँको चाहिँ जेटीमा चाहिँ तपाईँले सिभी पनि बनाउन सक्नुहुन्छ, रेज्युमे पनि बनाउन सक्नुहुन्छ। आज टाइम भयो भने चाहिँ हामीले तपाईँको चाहिँ क्यानभामा चाहिँ थोरै 15-20 सेकेन्ड अरू मेबी लाइक 2-4 मिनट चाहिँ टाइम चाहिँ हामी इन्भेस्ट गर्ने कोसिस गरौँ, हेरौँ अब हाम्रो टाइमले कतिको भ्याउँछ है त। सर सिभीमा फोटो राख्न बेटर होइन भन्छन्, यसको बारेमा भनिदिनु न। हो, अब यसमा चाहिँ कस्तो छ भने तपाईँसँग एकदमै प्रोफेसनल फोटो छ, एकदम राम्रो जोस हुन्छ नि फोटो छ भने चाहिँ आई सजेस्ट यो कुरा चाहिँ राख्नु होला। त्यसले चाहिँ तपाईँको जोस सिभी अर रेज्युमेमा चाहिँ एकदम त्यसले चाहिँ एडअप गर्छ। तर जस फोटो चाहिँ तपाईँको एकदम स्ट्यान्डर्ड छैन, एकदम राम्रो छैन, त्यो कुरा एकदम एट्र्याक्टिभ छैन भने चाहिँ त्यो राखेर चाहिँ तपाईँको जस हुन्छ नि एलिमेन्ट अफ फोकस चाहिँ सिफ्ट गर्ने काम चाहिँ नगर्नु होला। तपाईँको फोटो चाहिँ अलिकति तडक भडकवाला या नराम्रो छ भने चाहिँ इन्टायर फोकस मान्छेको चाहिँ तपाईँको फोटोमा जान सक्छ, तपाईँको सिभी र रेज्युमेमा नजान सक्छ। त्यही भएर चाहिँ यो कुरा चाहिँ अलिकति आफूले विचार गरेर मसँग कस्तो फोटो छ र जबले के खोजेको छ भन्ने कुरा विचार गरेर मात्रै तपाईँहरूले चाहिँ फोटो राख्नु होला। प्रोफेसनल सम्मरी, एक्सपिरियन्स र स्किलको रेलिभेन्ट इक्जाम्पल यो आउँछ है। अनि एजुकेसन राख्दा आफ्नो पर्सेन्टेज, यो कुराहरू पनि आउँछ, नातिनु होला। रेफरेन्समा कस्तो पर्सनको नेम राख्ने यो पनि म तपाईँलाई भनिदिन्छु। प्रोफाइल सम्मरी पनि म अलिकति भनिदिन्छु। ओके, यो पनि म तपाईँलाई अलिअलि कुरा भनिदिन्छु। एप्लिकेसन लेटर, कभर लेटरको कुराहरू पनि आउँछ। इन विच सेक्सन अफ सिभी, यो ट्रेनिङ र यो कुराहरू म तपाईँलाई अहिले एकछिनमा भन्छु। अनि सर स्किल्स लेख्दा कस्तो अर्डरमा लेख्दा राम्रो? ओके, यो कुरा पनि म तपाईँलाई अहिले एकछिनमा राख्नेछु। अब स्किलको सेक्सन पनि आउँछ, मैले तपाईँहरूलाई अलिअलि कुराहरू इन्क्लुड गरेको छु यसमा। सो होपफुली तपाईँहरूको अधिकांशको क्वेसनको एन्सर चाहिँ आयो होला। आएको छैन भने पनि तपाईँको चाहिँ अब यस कमिङ स्लाइड्सहरूमा चाहिँ त्यो कुरा सर्टेनली आउनेछ है।
अब यो एकचोटि तपाईँले फेरि पनि हेर्न सक्नुहुन्छ तपाईँको साइट्सहरू क्यानभा, यसमा चाहिँ तपाईँले जे पनि गर्न सक्नुहुन्छ, फोटो एडिटिङ, भिडियो एडिटिङ। क्यानभा इज वर्ल्डकै, यहाँभित्र तपाईँले एनिमेसनदेखि लिएर तपाईँले भनौँ न जे जति तपाईँ सोच्नुहुन्छ, पोस्टर डिजाइनिङ सबै कुरा चाहिँ क्यानभामा गर्न सक्नुहुन्छ। जेटी चाहिँ स्पेसली फोकस्ड फर सिभी, रेज्युमे, कभर लेटरहरूको लागि हो। यो दुईवटा साइट तपाईँहरूले युज गर्नुभयो भने चाहिँ अरू साइटहरूमा तपाईँहरू जानु जरुरी नै हुँदैन है त। फर्मेटको कुरा मैले राखिसकेँ। अब यो तपाईँले अघि एकजनाले सोध्नुभएको थियो सर एउटा एक्चुअली अर्डर भनिदिनु भनेर। माथि सबभन्दा सुरुमा चाहिँ हेडर राख्ने, त्यसपछि प्रोफेसनल समरी है, अनि त्यसपछि अनि प्रोफेसनल एक्सपिरियन्सेसहरू। अब सबै एक्सपिरियन्स राख्नु जरुरी छैन, जुन चाहिँ रेलेभेन्ट हो त्यो राख्नु पर्यो। अनि प्रोफेसनल स्किल्सहरू यसरी राख्नु पर्यो, एजुकेसन भयो, अनि लास्टमा चाहिँ रेफरेन्सेसहरू। इफ अब कसैको चाहिँ ट्रेनिङहरू छ होइन, तपाईँको रेलेभेन्ट तपाईँको कुराहरू छ, सर्टिफिकेसनहरू छ भने तपाईँहरूले यतातिर या यतातिर चाहिँ प्रोपरली एरेन्ज गरेर राख्न सक्नुहुन्छ। अनि त्यो केसमा चाहिँ तपाईँहरूलाई चाहिँ होइन सर यो त सबै कुरा अटेन्ड जस्तो लाग्यो भने समरीलाई लिमिटेड ठिक्क सानो एट्र्याक्टिभ गराएर एक्सपिरियन्स पनि लिमिटेड लेखेर, धेरै एक्सपिरियन्स देखेर पनि तपाईँलाई जब दिने चाहिँ होइन है। यो कुरा चाहिँ तपाईँहरूले बुझ्नुभयो। कहिलेकाहीँ चाहिँ ओभर एक्सपिरियन्स देख्दाखेरि चाहिँ तपाईँको एचआरहरूले के सोध्छ भने यो मान्छेलाई हामीले जब लाउनै नसकेला, काम लाउनै नसकेला, भोलि चाहिँ टु हट टु ह्यान्डल हुन्छ कि भनेर पनि तपाईँहरू चाहिँ इग्नोर हुन सक्नुहुन्छ। त्यही भएर एकदमै 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 ध्यान पुऱ्याएर चाहिने भन्दा बढी इन्फर्मेसन चाहिँ फ्लो गराउने काम चाहिँ नगर्नु रहेछ। क्वेसन सेसन सक्यो। अब लेट्स स्टार्ट विथ हेडर है। सुरुवातमा चाहिँ हामीले के गर्नु पर्यो, हेडर राख्नु पर्यो। जस अघिको यसमा पनि तपाईँले देख्नुभयो होला, यहाँ पनि जस मैले चाहिँ हेडर भनेर यहाँ तपाईँहरूलाई मैले बताएको थिएँ। जस हेडरभित्र के इन्क्लुड गर्ने त भन्ने कुराहरू म राख्छु। पहिलो कुरा त हेडरमा के राख्नु पर्यो, नाम राख्नु पर्यो है। अनि त्यसपछि अब सकेसम्म चाहिँ तपाईँ कुन फिल्डको हो त्यो कुरा चाहिँ तपाईँले राखिदिनु भयो भने अलग्गै ल यो मान्छे चाहिँ त्यो फिल्डसँग रिलेटेड रहेछ है भन्ने कुरा देखिन्छ। तपाईँको इमेल एड्रेसहरू है, अनि तपाईँको फोन नम्बर, तपाईँको लोकेसनहरू है। तर अर्को इम्पोर्टेन्ट कुरा के बुझ्नु होला भने तपाईँले इमेल एड्रेस राख्दै हुनुहुन्छ भने यस्तो हुन्छ नि, तपाईँसँग तपाईँको नामसँग नजोडिएको एकदमै फरक तडकबाट खालि इमेल एड्रेस चाहिँ अलिक नराख्नु होला है। कतिपय जस हायरिङ एजेन्सीहरूले त्यो कुराहरू पनि रुचाउँदैन। त्यसले चाहिँ तपाईँको के हुन्छ, सेन्टर अफ फोकस भने नि मैले, उनीहरू एउटा माइन्डसेट बोकेर तपाईँको रिभ्यू गरिरहेको हुन्छ होइन, तपाईँको हेरिरहेको हुन्छ। तपाईँको अरू कुराले चाहिँ डिस्ट्र्याक्ट गर्यो भने चाहिँ त्यो अलिक राम्रो मानिँदैन होइन। अनि अर्को कुरा चाहिँ टिप्स के छ भने तपाईँको प्रोफेसनल इमेलमा चाहिँ आफ्नो नेमलाई चाहिँ इन्क्लुड गराउनु होला। यस्तो hello@, होइन, लास्ट आवर के भनेर राख्नुहुन्छ त्यस्तो कुराहरू चाहिँ अलिक नराख्नु होला है। अनि त्यसपछि सकेसम्म आफूलाई प्रोफेसनल देखाउनको लागि चाहिँ लिङ्कडिन राख्नु होला। अब लिङ्कडिन राख्दाखेरि चाहिँ कतिले यहाँ तपाईँको के गर्नुहुन्छ भने पुरै तपाईँको हुन्छ नि लिङ्कडिनको लिङ्क नै राख्नुहुन्छ, त्यसरी राख्ने होइन है। तपाईँहरूले के गर्नुपर्छ भने यसरी नाम राख्ने, अनि यसलाई चाहिँ हाइपर लिङ्क गर्न मिल्छ। अनि यसलाई क्लिक गर्दाखेरि चाहिँ तपाईँको उता लिङ्कडिनमा जाने तरिकाले चाहिँ बनाउनु पर्छ। जस्तै यहाँ मैले बनाएकोमा चाहिँ क्लिक गऱ्यो भने चाहिँ ठ्याक्कै तपाईँको के हुन्छ, उतातिर गएर चाहिँ तपाईँको उसको लिङ्कडिनको प्रोफाइलमा चाहिँ पुर्याउँछ। त्यस्तो तरिकाले चाहिँ तपाईँले बनाउनु पर्यो। अननेसेसरी कुराहरू चाहिँ तपाईँले फिलअप गर्नु भएन। इफ अब तपाईँले रिसर्च पर्पजको लागि गर्दै हुनुहुन्छ भने रिसर्च गेटमा गएर पनि तपाईँले गर्न सक्नुहुन्छ होइन, रिसर्च गेट पनि यहाँ इन्क्लुड गराउन सक्नुहुन्छ। अननेसेसरी भद्दा चाहिँ नपार्नु होला, सक्दो चाहिँ एट्र्याक्टिभ होस्, क्रिएटिभ होस् होइन। त्यो भयो भने चाहिँ तपाईँहरूले चाहिँ जब पाउने चान्सेस चाहिँ, अब हेडर भन्ने कुरा चाहिँ फर्स्टमै देखिने कुरा हो है। त्यही भएर यसलाई चाहिँ चान्चुने नसोच्नु होला, नामसाम यताउति कचाकुचुक पारेर हेडर पठाउने काम चाहिँ नगर्नु होला। यसमा चाहिँ ध्यान दिनु होला। जुन कुरा फर्स्टमा देखिन्छ त्यो कुरा सबभन्दा बढी इम्पोर्टेन्ट हो, चाहे जेसुकै होस्। त्यो होइन सर एक्सपिरियन्स बढी इम्पोर्टेन्ट होला नि भनेर पनि कतिले भन्नुहुन्छ, तर म त्यो कुरा मान्दिनँ। फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन। सुरुमै तपाईँको जे इम्प्रेसन परिसक्यो नि, अब यही इमेल एड्रेस हेरेर हुन्छ, तडकबाट गला इमेल एड्रेस हुन्छ, त्यो कुरा मनै पर्दैन, मेन्टालिटी मान्छेको चेन्ज भइसकेको हुन्छ, तल जे भए पनि खासै धेरै फरक परिरहेको हुँदैन है त। त्यही भएर हेडरलाई चाहिँ अलिकति जस केयरफुल्ली तपाईँले आर्टिकुलेट गर्ने काम चाहिँ गर्नु होला। अर्को कुरा सबभन्दा इम्पोर्टेन्ट कुरा जस तपाईँको मान्छेको फेस जस्तै भनौँ न, जुन कुराले चाहिँ तपाईँलाई एकदम मजाले डिफाइन गर्छ त्यो भनेको तपाईँको के हो, प्रोफेसनल समरी या भनौँ करियर अब्जेक्टिभ भन्छ कसैले होइन, कसैले रेज्युमे समरी भन्छ, कसैले करियर प्रोफाइल भन्छ। जे नाम लेखे पनि अब जस प्रोफेसनल समरी राख्दाखेरि चाहिँ राम्रो, या करियर अब्जेक्टिभ राख्दा राम्रो। अब जसको चाहिँ जस फ्रेसर हो, फ्रेसरहरूले सक्दो चाहिँ करियर अब्जेक्टिभ भनेर राख्नु होला। अनि जो एक्सपिरियन्स्ड हुनुहुन्छ उहाँहरूले चाहिँ प्रोफेसनल समरी, मेरो अहिलेसम्मको स्किलको समरी, या जस म छोटकरीमा कस्तो हुँ त भन्ने कुरा चाहिँ जस एक्सपिरियन्सले राख्ने हो भने फ्रेसरहरूले चाहिँ मेरो अब्जेक्टिभ के छ, म फ्युचरमा के गर्न चाहन्छु भन्ने कुरा चाहिँ तपाईँको केमा राख्नु पऱ्यो, प्रोफेसनल समरी अर यो भनौँ करियर अब्जेक्टिभमा चाहिँ तपाईँले इन्क्लुड गराउनु पऱ्यो। अब यो चाहिँ के हो, मैले अघि पनि भने तपाईँलाई फेस जस्तै हो। यो बेस्ट भयो भने चाहिँ भनौँ न एकदमै हाई क्वालिटी ठाउँहरूमा जहाँ चाहिँ राम्रो मान्छे चाहेको छ,
त्यहाँ चाहिँ अधिकांश मान्छेले प्रोफेसनल समरी हेरेरै तपाईँलाई चाहिँ ओहो यो मान्छे कस्तो रहेछ भन्ने कुरा चाहिँ थाहा पाउँछ। भने अब 30 सेकेन्डमा मान्छेले फिल्टर गर्नु छ भने वर्ड बाई वर्ड गएर भएन, प्रोफेसनल समरी मात्रै हेऱ्यो भने चाहिँ यो मान्छे कस्तो हो भन्ने कुरा थाहा हुन्छ। अब जस्तै अब तपाईँ चाहिँ एग्रिकल्चरिस्ट अर भेटनरी डक्टर हुनुहुन्छ भने तपाईँले प्यासनेट एग्रिकल्चरिस्ट विथ 4 इयर्स अफ एक्सपिरियन्स या एक्सपिरियन्स छैन भने चाहिँ यो कुरा लेख्नु पऱ्यो। त्यो कुरा पनि म अहिले तपाईँलाई बताउँछु फ्रेसरले कसरी लेख्ने र एक्सपिरियन्सले कसरी लेख्ने भन्ने कुरा नै गर्छु। तर तपाईँले चाहिँ के गर्नु पऱ्यो, अब के को एक्सपिरियन्स छ, एक्सटेन्सन अफ सस्टेनेबल एग्रिकल्चर। इफ जबले चाहिँ सस्टेनेबल एग्रिकल्चर भन्ने खोजेको छ भने त्यो कुरालाई यहाँ राख्नु होला। तपाईँको यहाँ आउने 5-6वटा किवर्ड चाहिँ ठ्याक्कै त्यो जबमा खोजेको कुराहरूलाई चाहिँ तपाईँले इन्क्लुड गराउनु पऱ्यो। अनि हेर्नुहोस् त्यसपछि तपाईँहरूको चाहिँ सिभीलाई चाहिँ सिभी र रेज्युमेले चाहिँ फलोअप पाउँछ। नभए चाहिँ तपाईँको रेज्युमेले चाहिँ फलोअप पाउने काम चाहिँ गर्दैन। अनि सकेसम्म मेरो तपाईँहरूलाई चाहिँ ठुलो सजेसन होइन, कतिपय मान्छेहरूको चाहिँ जस मैले अन्यथा नलिनु होला यसलाई, इङ्ग्लिस या वर्डिङ चाहिँ त्यति राम्रो हुँदैन। त्यो भएको कारणले चाहिँ एआई टुल्सहरू छ, त्यसको चाहिँ एसिस्टेन्ट लिएर तपाईँहरूले के गर्नु होला, यो प्रोफेसनल समरी अर करियर अब्जेक्टिभहरू लेख्नु होला। यसमा कुनै पनि नराम्रो कुरा छैन होइन, जस मैले आफै लेख्दा चाहिँ राम्रो हुन्थ्यो कि भन्ने, तपाईँसँग त्यो स्किल छ एकदमै राम्रो हुन्छ लेख्नमा भने लेख्दा हुन्छ। तर एआई इज मच बेटर दिस डेज है। हरेक दिन हरेक समय चाहिँ एआई इम्प्रुभ हुँदै गइरहेछ। तपाईँहरूले चाहिँ एआईलाई युज गरेर इम्प्रोभाइज गर्न सक्नुहुन्छ। यसमा चाहिँ कुनै पनि जस अन्यथा लिनुपर्ने कुरा छैन। इभन मैले पनि जस हुन्छ नि कतिपय ठाउँमा आफ्नो रेज्युमे पठाउनु पऱ्यो भने एआईको एसिस्टेन्ट लिएर आउँछु। यो जब यसरी खोजेको छ, यसमा चाहिँ के छ, मेरो प्रोफेसनल समरी चाहिँ म्याच हुन्छ कि हुँदैन हेरिदेऊ भनेर मैले एआईलाई चाहिँ पठाइरहेको हुन्छु र तपाईँहरूले पनि त्यही चाहिँ गर्न सक्नुहुन्छ है त। ओके, प्रोफेसनल समरी कसरी लेख्ने त भन्दाखेरि तपाईँले स्टार्टिङ चाहिँ तपाईँको आइडेन्टिटीबाट गर्नु पऱ्यो। एक्सपिरियन्स्ड एग्रिकल्चरिस्ट हो कि या जस्ट फ्रेसर हो भने जस्ट एग्रिकल्चरिस्ट भन्ने मात्रै राख्नुहोस्। अनि तपाईँको इयर्स अफ एक्सपिरियन्स विथ 5 इयर्स अफ एक्सपिरियन्स। अब एक्सपिरियन्स छैन भने विथ हु इज कम्पिटेन्ट अर हु इज नलेजेबल भनेर। अब अहिले मैले तपाईँलाई एक दुईवटा जस इक्जाम्पल पनि राखेको छु, त्यो इक्जाम्पल हेऱ्यो भने तपाईँहरू क्लियर आउट हुनुहुन्छ। त्यसपछि तपाईँको कोर एक्सपर्टिज, त्यो जबले के खोजेको छ त, की स्किल के छ, डोमेन फोकस के छ, त्यो कुराहरू चाहिँ तपाईँले राख्नु पऱ्यो। त्यसपछि अब तपाईँको लिडरसिप स्किल, तपाईँले के इम्प्याक्ट गर्नुभएको छ, के एचिभ गर्नुभएको छ तपाईँको त्यति वर्षको अनुभवमा भन्ने कुराहरू तपाईँले राख्नु पऱ्यो। अनि थोरै कुरा चाहिँ तपाईँको इन्ड गोल के हो त भन्ने कुरा पनि राख्दाखेरि चाहिँ राम्रो हुन्छ। जस तपाईँले के बुझ्नु पऱ्यो, म्याक्सिमम् 4 लाइन, के अरे म्याक्सिमम् 6 लाइन, मिनिमम 4 लाइन। फेरि अब 4 लाइन नै नभइकन पनि तपाईँको जस सबै कुरालाई एक्सप्लेन गर्न सकिँदैन। 6 लाइनभन्दा एक्सिड गऱ्यो भने चाहिँ एकदमै जस प्रोफेसनल समरी भद्दा देखिन्छ र राम्रो मान्दैन। अल्ट्रा जस हुन्छ नि नेक्स्ट लेभलकोहरूमा त जस यो रुलहरू अप्लाई हुँदैन। यो बेसिक या मिड लेभल जब भनौँ न 5-6 वर्ष एक्सपिरियन्स हुनुहुन्छ र तपाईँले चाहिँ जस नेसनल लेभलमा जब गर्ने कोसिस गर्दै हुनुहुन्छ भने यो चाहिँ तपाईँहरूको लागि पर्फेक्ट हुनसक्छ। अब प्रो टिप्स भनेको तपाईँको लागि मेन टिप्स के छ भने यो चाहिँ के हुनु पऱ्यो, प्रोफेसनल समरी जस्तो जब छ त्यही अनुसार के गर्नु पऱ्यो तपाईँले बनाउनु पऱ्यो। मैले अघि पनि भनेपछि किवर्ड हेर्ने, किवर्डको आधारमा चाहिँ के गर्ने, तपाईँको चाहिँ समरी चाहिँ मिलाउनु पऱ्यो तपाईँले। अनि जहिले पनि के गर्नु पऱ्यो, एक्टिभ भोइस लेख्नु पऱ्यो, प्यासिभ भोइस राख्ने। तपाईँ प्रोफेसनल समरीमै प्यासिभ देखिनुभयो भने चाहिँ तपाईँहरूलाई चाहिँ उनीहरूले ओके यो मान्छे स्लाइटली प्यासिभ नै रहेछ भन्ने जस्तो देखिन्छ कि। यो कुराहरूले चाहिँ तपाईँको माइन्डसेट पनि देखाउँछ कि। राम्रो एचआरहरू, हायरिङ एजेन्सीहरूले त यो मान्छेको माइन्डसेट कस्तो हो, यो मान्छे कस्तो भन्ने कुरा चाहिँ माथिको अलिकति लेखाइले पनि थाहा पाउँछ कि। अनि तपाईँहरू चाहिँ सकेसम्म चाहिँ स्पेसिफिक हुनु होला। 20वटा प्रोजेक्ट गर्नुभएको छ, 10वटा प्रोजेक्ट गर्नुभएको छ या केही गर्नुभएको छ भने चाहिँ त्यो कुरा चाहिँ जस राख्नुभयो भने चाहिँ एकदमै राम्रो। न कि एक्सपिरियन्स, एक्सपिरियन्स भनेको कति हो त, अब 1 वर्ष अनुभव भएको पनि एक्सपिरियन्स भयो, टन्नै एक्सपिरियन्स भएको पनि एक्सपिरियन्स भयो। थोरै छ भने चाहिँ एक्सपिरियन्स भन्ने मात्रै राख्नु होला, धेरै छ भने चाहिँ यसरी वर्ड नै या भनौँ न नम्बर नै राख्ने काम चाहिँ गर्नु। अनि एभोइड बजवर्ड्स भनेको चाहिँ नचाहिँदो कुराहरू हुन्छ नि, हावाताले कुराहरू चाहिँ नराख्नु होला कृपया। किनकि त्यो हायरिङमा गर्ने मान्छेले चाहिँ मजाले थाहा पाउँछ कि यो मान्छेको चाहिँ हावा हो, यहाँ माथि चाहिँ अर्कै छ, तलको लेखेको कुरा चाहिँ अर्कै छ। कतिपयलाई चाहिँ यो प्रोफेसनल समरी लेख्न गाह्रो हुन्छ भने प्रोफेसनल समरी नलेखिकन आफ्नो रेज्युमे तयार गर्नु होला, डाउनलोड गर्नु होला र च्याट जिपिटीमा हालिदिनु होला र च्याट जिपिटीलाई सोध्नु होला यसको यो सिभीको लागि, या अब साथसाथै त्यो सिभी अनि प्लस त्यो जबको चाहिँ डिस्क्रिप्सनलाई कपी पेस्ट गर्नुहोस् अनि त्यहाँ सोध्नु होला यसको लागि चाहिँ बेटर प्रोफेसनल समरी के हुनसक्छ या करियर अब्जेक्टिभ के हुनसक्छ, यो चाहिँ मिलाइदेऊ भन्नुभयो भने चाहिँ एकदम पिच पर्फेक्ट उसले बनाएर दिन्छ। या अब कुनै केसमा चाहिँ थोरै मार्जिन अफ इरर छ भने चाहिँ होइन इज दिस द बेस्ट यु क्यान मेक, योभन्दा राम्रो बनाउन सक्दैनौ भनेर जस उसलाई च्यालेन्ज गर्ने काम पनि गर्नु होला। उसले चाहिँ फर्दर अप्सनहरू पनि तपाईँलाई दिन्छ। अनि सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हुन्छ भने अब क्वान्टिफाई गर्नु पऱ्यो, नम्बरहरू छ भने नम्बर बताउने, रिजल्ट तपाईँले ल्याउनु भएको छ भने होइन यो ड्युटी स्युटी मात्रै बताउने काम छैन त्यसमा। अनि यसलाई चाहिँ के गर्नु पऱ्यो, अप टु डेट गर्नु पऱ्यो। यो चाहिँ अब एकचोटि बनाइसकेपछि सधैँभरि जिन्दगीभर चाहिने कुरा
हो होइन। र हरेक रोल अनुसार चाहिँ यो फरक हुनु पऱ्यो, त्यही भएर यसलाई अप टु डेट राख्नुहोस्, रिसेन्ट कुराहरू पनि यसमा राख्नुहोस् होइन, कुनै कुरा छुटाउने काम चाहिँ नगर्नुहोस्। यो चाहिँ तपाईँको फेस जस्तै। अब यहाँ चाहिँ हेर्नुहोस् है, प्रोफेसनल सम्मरी यहाँ पनि छ। अब एक्सपिरियन्सहरूले चाहिँ यसरी डेडिकेटेड डेभलपमेन्ट प्रोफेसनल विथ 8 years अफ एक्सपिरियन्स होइन, यतिवटा डिस्ट्रिक्टमा काम गरेँ, यतिवटा हाउस होल्डमा इम्प्याक्ट पारेँ भनेर चाहिँ। अनि त्यसमा चाहिँ अब जबले खोजेको छ पार्टिसिपेटरी ट्रेनिङको कुराहरू खोजेको छ भने यहाँभित्र पार्टिसिपेटरी ट्रेनिङहरू पनि राख्नु होला। रुरल एरियामा चाहिँ जो सपोर्ट गर्ने भनेको छ भने रुरल लिभलिहुडको कुरा राख्नु होला। सस्टेनेबल एग्रिकल्चर खोजेको छन्, यो किवर्डले चाहिँ एकदम म्याटर गर्छ है। मैले खोजेको कुरा यहाँ छ है भन्ने कुरा चाहिँ मान्छेहरूलाई पढ्न जान्छ। यो भनेको हामीले उहाँहरूको माइन्डलाई चाहिँ इन्फ्लुएन्स गर्न खोजेको। यसरी चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ, एक्सपिरियन्स्ड मान्छेहरूले चाहिँ यसरी चाहिँ तपाईँहरूले लेख्न सक्नुहुन्छ है त। फ्रेसरहरूले के गर्ने त, अब एक्सपिरियन्स छैन सर, अब मैले त अब एक्सपिरियन्स नै नभइकन प्रोफेसनल सम्मरी लेख्नु पऱ्यो। अब यहाँ प्रोफेसनल सम्मरी भन्दा पनि जस करियर अब्जेक्टिभ राम्रो हुन्छ होइन। जस यहाँ चाहिँ अलिकति मिस्टेक भएछ। तपाईँहरूले चाहिँ के बुझ्नुभयो भने यसरी लेख्न सक्नुहुन्छ, एग्रिकल्चरिस्ट विथ स्ट्रङ फाउन्डेसनल नलेज इन क्रप प्रोडक्सन। त्यहाँ केमा आएको चाहिँ त्यो रिलेटेड सोइल साइन्स एन्ड प्लान्ट प्रोडक्सन, completed hands-on training and field work in sustainable farming practices and pest management। अब जस्तै पेस्ट म्यानेजमेन्टमा फोकस छ भने पेस्ट म्यानेजमेन्ट रिलेटेडमा पनि ह्यान्ड्स ट्रेनिङहरू फिल्ड वर्कहरू चाहिँ मैले गरेको छु। अनि स्किल्ड इन डेटा कलेक्सन, रिपोर्ट राइटिङ, कम्युनिटी इन्टरेक्सन, उनीहरूले मागेको कुराको आधारमा चाहिँ के गर्ने, हामीले यसलाई चाहिँ इम्प्रोभाइज गर्न सकिन्छ। अनि लास्टमा चाहिँ इगर टु कन्ट्रिब्युट टु प्रोग्राम्स फोकस्ड अन रुरल डेभलपमेन्ट, नेचुरल फार्मिङ एन्ड क्लाइमेट रेजिलियन्ट एग्रिकल्चर। यो चाहिँ तपाईँको जबले मागेको कुराको अनुसार चाहिँ के हुनसक्छ, फरक फरक हुनसक्छ। यसरी चाहिँ फ्रेसरहरू पनि नट ब्याड देखिन्छ है। तपाईँको चाहिँ कतिले चाहिँ बिएससी एग्रिकल्चर रिसेन्ट फ्रेसर, बिएससी एज ग्रेजुएट, लुकिङ फर अपर्च्युनिटी टु डु दिस एन्ड द्याट भन्नुभयो भने चाहिँ खासै राम्रो हुँदैन। अनि फेरि जबले खोजे अर्कै कुरा हुन्छ, उहाँहरूले चाहिँ सुपर एक्सपिरियन्स्ड इन फलानु फलानु कुरा, सुपर नलेजेबल इन फलानु फलानु कुरा भनेर राख्नुहुन्छ, जुन कुरा चाहिँ त्यो जबले खोजेकै हुँदैन। त्यस्तो कुरा राखेर भद्दा बनाउने काम चाहिँ नगर्नु है त। अब अर्को सेक्सन आयो तपाईँको प्रोफेसनल एक्सपिरियन्स। तपाईँको अब जस भनौँ न जोसँग टाइम छ उहाँहरूले चाहिँ जस एचआरसँग टाइम छ भने उहाँहरूले यो एक्सपिरियन्सलाई पनि हेर्नुहुन्छ। अनि एक्सपिरियन्स लेख्दाखेरि चाहिँ एकदम सिम्पल छ छन् चाहिँ, तर पनि धेरैले मिस्टेक गर्नुहुन्छ। सुरुमा चाहिँ तपाईँले के गर्नु पऱ्यो, जब टाइटल राख्नु पऱ्यो एकदम हाइलाइट गरेर। कसैले चाहिँ अर्गनाइजेसनको नाम हाइलाइट गरेर राख्नुहुन्छ, एकदम युजलेस हो। तपाईँ कुन अर्गनाइजेसनमा काम गर्नुभयो भन्ने कुरा चाहिँ सेकेन्डरी हो, र तपाईँ के रोलमा काम गर्नु भन्ने कुरा चाहिँ के हो, प्राइमरी हो। अनि अर्को कुरा अब प्लेस पनि राख्नु होला, कहाँ काम गर्नुभयो त होइन। अब जस्तै डोटी हो कि रोल्पा हो कि रुकुम हो कि त्यो कुरा राख्नु होला। अनि फुल डेट राख्नु होला, कसैले चाहिँ 2016 2015 भनेर लाग्छ, त्यो एकदमै गलत हो, त्यो पनि धेरैजनाले रुचाउँदैनन् है। अनि त्यसपछि चाहिँ यहाँभित्र के गर्नु पर्यो, तपाईँको की एचिभमेन्ट। यहाँ हरेक ठाउँ चाहिँ तपाईँको के देख्नुहुन्छ, तपाईँले नम्बर देख्नुहुन्छ। विदाउट नम्बर यो राख्ने काम छैन। यो नम्बर छैन भने चाहिँ यसलाई चाहिँ गफको रूपमा लिइन्छ। तपाईँको चाहिँ सकेसम्म चाहिँ के गर्नु पऱ्यो, क्वान्टिफाई गर्नु पऱ्यो तपाईँहरूको जस एक्सपिरियन्सलाई चाहिँ। त्यो जस 3 वर्ष 4 वर्ष जति वर्षको अनुभव छ त्यो अनुभवमा चाहिँ तपाईँले के एचिभमेन्ट पाउनुभयो त, यहाँ एचिभमेन्ट राख्ने। तपाईँको रेस्पोन्सिबिलिटी के थियो भन्ने कुराले फरक पर्दैन, त्यो रेस्पोन्सिबिलिटी कतिको पुरा गर्नुभयो, के एचिभ गर्नुभयो भन्ने कुराले चाहिँ फरक पर्छ। अब एक्सपिरियन्स हुन्न भने चाहिँ अब यो कुरा चाहिँ फेरि काम लाग्ने इन्टर्नसिप्सहरू हुनसक्छ होइन। अनि तपाईँहरू चाहिँ त्यही भएर मैले कतिलाई सजेसन दिइरह हुन्छु, खाली नबस्नु होला। तपाईँको जस ब्याचलर गर्दा गर्दै तपाईँहरू के गर्नुहोस्, कतै न कतै इन्टर्नसिप, भोलिन्टरी जे पाउनुहुन्छ, या मेम्बरसिप खुलाउँछ कतिवटा अर्गनाइजेसनहरूले होइन। जस रिसेन्टली पनि मैले देखिरहेको छु कतिपय अर्गनाइजेसनहरूले चाहिँ तपाईँको मेम्बरसिप खुलाइरहेको हुन्छ, त्यो त्यसमा पनि अप्लाई गर्नुहोस् होइन। कसरी हुन्छ आफूलाई अर्गनाइजेसनहरूसँग जोड्ने, अर्गनाइजेसनहरूको पेजहरू सर्च गर्नुहोस्। इफ तपाईँहरूले भेटाउनु भने ल सर एग्रिकल्चर रिलेटेड अलिकति हट अर्गनाइजेसनहरू, एकदम ट्रेन्डिङ अर्गनाइजेसनहरू कुन कुन छ त्यो पनि सेयर गर्नुहोस् भन्यो भने आगामी दिनमा त्यो कुराहरू पनि म तपाईँलाई सेयर गर्न सक्छु। तिनीहरूको पेजलाई फलो गर्नु, तिनीहरूको वेबिनार हुन्छ, सेमिनार हुन्छ, सबमा जानुहोस्, आफूलाई एक्टिभली प्रेजेन्ट गर्नुहोस्। क्वेसन सोध्नु भनेको बेलामा चाहिँ आफूले रेज गर्ने 1-2वटा क्वेसनहरू पनि सोध्ने, त्यो भएपछि तपाईँ चाहिँ क्राउडबाट चाहिँ स्ट्यान्ड आउट बन्न सक्नुहुन्छ। साथसाथै मैले यहाँ त्यतातिर चाहिँ अलि गइनँ, जस धेरै फेरि डेभिएट हुनसक्छ। तपाईँलाई बताउनु पर्ने कुराहरू चाहिँ धेरै छ, तर टाइम चाहिँ लिमिटेड छ है। त्यही भएर चाहिँ म जस यही कुराहरूमा फोकस गर्न चाहेँ। कि एचिभमेन्टहरूमा चाहिँ क्वान्टिटेटिभ हुनु पऱ्यो, क्वालिटेटिभ कुनै पनि काम छैन, क्वान्टिटेटिभको चाहिँ एकदमै काम छ। अनि डेट चाहिँ एकदम जरुरी। तपाईँको चाहिँ जस यहाँ 2016 टु नाउ भनेर लेख्ने काम नगर्नु होला, यहाँ 2016 जुन भनेर लेख्नु होला। त्यो पछाडि चाहिँ फेरि अब यति गते उति गते चाहिएन, तर जुन 2016 टु नाउ, जुन 2016 टु 2018 मे, अब के छ त्यही अनुसार चाहिँ तपाईँले के गर्नु होला, प्रोफेसनल एक्सपिरियन्स चाहिँ राख्नु होला है त। फर्मेटको आधारमा चाहिँ थोरै फरक हुनसक्छ, तर के कुरा चाहिँ यही हो।
अब अर्को कुरा चाहिँ अब यही कुरा मैले तपाईँलाई अघि नै भनिसकेँ, डब्लुएचओ लजिक चाहिँ लाउनु पऱ्यो तपाईँहरूले चाहिँ एक्सपिरियन्स लेख्दाखेरि। के गर्नु हो, के तपाईँलाई एक्सपिरियन्स भनौँ न के रेस्पोन्सिबिलिटी दियो भन्ने कुरा काहीँ पनि जरुरी छैन। के गर्नुभयो, कसरी गर्नुभयो र आउटकम के आयो, यो तिनवटा कुरा तपाईँको आयो भने चाहिँ भयो। बस त्यति कुरा चाहिँ तपाईँको रेस्पोन्सिबिलिटीहरूको के अरे तपाईँको चाहिँ जब एक्सपिरियन्सको चाहिँ लिस्टमा चाहियो। रेस्पोन्सिबिलिटी जरुरी हुँदैन, कतिले आई वाज रेस्पोन्सिबल टु डु दिस टु द्याट, त्यो त रेस्पोन्सिबिलिटी दियो अर्गनाइजेसनले, तपाईँले के गर्नुभयो त, त्यसबाट चाहिँ आउटकम के निकाल्नु त। सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हो, आउटकम। तपाईँको चाहिँ हायरिङ एजेन्सीले हेर्न खोजेको कुरै आउटकम हो, जुन चाहिँ कतिपयमा हुँदै हुँदैन। फलानु जबमा काम गरेँ, यति वर्ष एक्सपिरियन्स भयो, अनि नाना थरी कुराहरू त्यहाँ लेखेको हुन्छ, जुन कुरा चाहिँ जरुरी नै हुँदैन है त। अनि अर्को कुरा के छ, स्किल सेक्सन, यो पनि एकदमै इम्पोर्टेन्ट छ। अब कतिले चाहिँ के गर्नुहुन्छ भने म चाहिँ कम्युनिकेसन लिडरसिप भन्नुहुन्छ, स्किल पनि तपाईँको के हुन्छ भने तपाईँको जबको जुन भ्याकेन्सी हुन्छ नि, भ्याकेन्सीमै तपाईँको क्लियरली मेन्सन हुन्छ यो स्किल र एट्रिब्युट भएको मान्छे चाहियो है भनेर उहाँहरूले राखेको हुन्छ। अनि जुन चाहिँ रिलेभेन्ट छ नि, जुन चाहिँ इम्पोर्टेन्टवाला छ नि, त्यो कुरालाई सबभन्दा टपमा राख्नु होला। उहाँहरूले खोजेको सबभन्दा इम्पोर्टेन्ट स्किलहरू कुन कुन छ त्यसलाई चाहिँ टपमा राख्नु होला। अनि त्यसलाई चाहिँ सकेसम्म चाहिँ के गर्ने, क्वान्टिफाई गर्ने काम गर्नु होला। त्यसमा चाहिँ तपाईँ कतिको एक्सपिरियन्स्ड हुनुहुन्छ, कतिको एक्सपर्ट हुनुहुन्छ। अब कतिले चाहिँ यत्तिकै स्किल्स भनेर चाहिँ कम्युनिकेसन, म्यानेजमेन्ट, लिडरसिप, फलानु 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 भनेर राखिदिनुहुन्छ। त्यो भन्दैमा तपाईँ कतिको एक्सपिरियन्स हो भन्ने कुरा चाहिँ त्यसले बताउँदैन है। त्यो भनिसकेपछि मान्छेहरूले के बुझ्छ भने यो चाहिँ गफैको रूपमा हालेको यो मान्छेले, अब यो मान्छेलाई चाहिँ यसको बेसिसमा चाहिँ हामीले सेलेक्ट गर्नु हुँदैन या यसलाई चाहिँ कन्सिडर गर्नु हुँदैन भनेर धेरै जसोले तपाईँको स्किललाई चाहिँ इग्नोर गर्छ। त्यही भएर तपाईँको जो जुन रेज्युमेको जुन स्पेस चाहिँ तपाईँको अननेसेसरली अकुपाइड भयो भने चाहिँ त्यसले पनि तपाईँको जुन मार्किङ छ नि त्यसमा चाहिँ के गर्छ, डिडक्सन ल्याउन सक्छ। अनि अर्को इफ पोसिबल तपाईँहरूले हार्ड स्किल, सफ्ट स्किल होइन, प्र्याक्टिकल स्किल, अरू स्किल्सहरू छ भने त्यस्तो स्किल्सहरूलाई चाहिँ तपाईँले के गर्नु होला, क्लासिफाई गर्नु होला। अब यो चाहिँ सायद धेरैलाई थाहा होला, हार्ड स्किल भनेको जुनको चाहिँ तपाईँहरूले सर्टिफिकेट पाउन सक्नुहुन्छ या जसलाई चाहिँ यस ट्रेनिङहरू लिएर सर्टिफिकेसनहरू जुन लिनुभएको छ नि, प्रोग्राम रिलेटेड, सफ्टवेयर रिलेटेड कुराहरू भयो, यो कुराहरू चाहिँ हार्ड स्किलमा राख्नु होला। अनि जसले चाहिँ तपाईँको पर्सनालिटी मात्रै बिल्डअप गर्छ त्यसलाई चाहिँ सफ्ट स्किल भनेर राख्नु होला है त। सो होपफुली यहाँसम्म चाहिँ तपाईँहरूले बुझ्नुभयो होला। त्यसपछि बल्ल तपाईँको के आउँछ, एजुकेसनको कुरा आउँछ। इफ तपाईँहरूसँग ट्रेनिङहरू छ होइन, अरू कुरा छ भने त्यो पनि माथि राख्दा भयो। एजुकेसनलाई त सक्दो म जस लास्ट सेकेन्ड लास्टमा राख्छु मैले है त। अनि कतिले चाहिँ अब त्यो एजुकेसनलाई नै माथि टपमा राखेर मैले ब्याचलर फलान ठाउँबाट गरेँ, मैले चाहिँ त्यसपछि +2 कहाँबाट गरेँ, एसएलसी कहाँबाट गरेँ, 8 क्लास कहाँबाट पढेँ, 5 क्लास कहाँबाट पढेँ, यो जरुरी छैन। हेर्नुहोस्, मैले बिएससी खोजेको छु या एमएससी खोजेको छु भने मलाई यो कुराले फरक पर्दैन तपाईँले +2 कहाँबाट गर्नु, एसएलसी कहाँबाट गर्नु, त्यो कुराले कदापि फरक पर्दैन। अनि कतिपयको चाहिँ के हुन्छ भने एउटा बानी चाहिँ तपाईँको जिपिए राखिरहनु भएको हुन्छ, जिपिए चाहिँ 2.6 होइन, त्यस्तो मान्छेले जिपिए राखेर काम छैन। 2.8 2 भनौँ न, जस थोरै छ तै पनि जिपिए पर्सेन्टेज भनेर उहाँहरूले चाहिँ इन्क्लुड गर्नुहुन्छ। तपाईँको स्ट्रेन्थ देखाउने हो कि रेज्युमेमा, तपाईँको विकनेस देखाउने होइन। त्यही भएर अननेसेसरी यो जिपिए यताउति चाहिँ इफ हाई छैन भने त्यो कुरा राख्ने काम नगर्नु। अब यदि तपाईँले स्कलरसिप पाउनु भएको छ भने त्यहाँ स्कलरसिपको कुरा नि गर्न सक्नुहुन्छ। त्यही पढ्दा पढ्दै तपाईँले एचिभमेन्ट्सहरू कुनै अवार्ड्सहरू पाउनु भएको छ भने त्यो कुराहरू पनि तपाईँहरूले इन्क्लुड गर्न सक्नुहुन्छ। नभए चाहिँ तपाईँको बेसिकली प्रोग्रामको नेम राख्नु पऱ्यो, कहिले कम्प्लिट गर्नु पऱ्यो, यहाँ टाइम पनि राख्नु पऱ्यो। यहाँ मैले यहाँ लेखेर छु ग्रेजुएसन इयर भनेर, साइडमा चाहिँ ग्रेजुएसनको इयर पनि राख्नु होला, युनिभर्सिटीको नाम राख्नु होला। त्यति भइसकेपछि तपाईँको चाहिँ अलमोस्ट के भयो, कम्प्लिट भयो। त्यही भएर अरूहरूले गर्ने प्र्याक्टिस चाहिँ तपाईँले त्यो बल्की बन्ने काम, टु मच लेख्ने काम चाहिँ नगर्नु होला प्लिज है त। त्यो सबैलाई थाहा छ कि तपाईँको यदि तपाईँले एमएससी गर्नुभएको छ या बिएससी गर्नुभएको छ भने तपाईँ +2 नगरिकन त्यहाँ पुग्नु भएन होला होइन, या तपाईँको आइएससी नगरिकन कुनै लेभल क्रस नगरिकन त्यहाँ पुग्नु भएन। मैले बिएससी खोजेको छु, तपाईँले बिएससी गर्नुभएको छ, सक्यो। तपाईँले एसएलसी जहाँबाट गरे पनि मलाई फरक परेन, चाहे त्यो युएसएबाट होस् चाहे कुनै, अनलेस त्यो चाहिँ एकदम सुपर एडभान्स कुरा यो चाहिँ मेन्सन गर्यो भने चाहिँ एकदमै प्लस पोइन्ट हुन्छ जस्तो लाग्यो भने मात्रै त्यो कुरालाई इन्क्लुड गर्नु होला। अदरवाइज त्यो पेज मात्रै भर्ने काम चाहिँ जरुरी छैन है त। अरू सेक्सन्सहरू जस यो पनि मैले प्रायोरिटाइज गर्छु। ल्याङ्ग्वेजहरू पनि तपाईँहरूले चाहिँ राख्ने काम गर्नु होला। ल्याङ्ग्वेजमा पनि अघि मैले भने जस्तै क्वान्टिफाई गर्नु होला। अब त्यो जस्तै नेपाली, अब तपाईँको नेटिभ हो कि के हो होइन, त्यो कुरा चाहिँ तपाईँहरूले क्लियरली लेख्नु होला। त्यो लेख्नुभयो भने चाहिँ जस कहिलेकाहीँ चाहिँ सेलेक्सन चाहिँ ल्याङ्ग्वेजको बेसिसमा पनि हुनसक्छ।
काहीँ चाहिँ अब जस्तै तपाईँको चाहिँ तराईतिर भयो भने मैथिली ल्याङ्ग्वेज, भोजपुरी, अवधी त्यहाँको लोकल ल्याङ्ग्वेज जानेको राम्रो भनेर चाहिँ भने हुन्छ होइन। यदि तपाईँको त्यो स्किल छ भने चाहिँ त्यो कुरा पनि तपाईँहरूले के गर्नु होला, ल्याङ्ग्वेज पनि राख्नु होला, नेपाली, इङ्ग्लिस अनि त्यहाँको लोकल ल्याङ्ग्वेज, अनि त्यसमा चाहिँ तपाईँ कतिको स्किल्ड हुनुहुन्छ भन्ने कुरा चाहिँ जहिले पनि तपाईँको जे राख्नुहुन्छ नि तपाईँहरूले सबै कुरालाई तपाईँले क्वान्टिफाई गर्ने काम गर्नु होला। ल्याङ्ग्वेज त अब जानेको छु, कतिको जानेको छु भन्ने कुरै छैन भने अधिकांश एचआरले के बुझ्छ भने तपाईँसँग भएकै कुरा तपाईँले अर्गनाइज गर्न सक्नुहुन्न भने तपाईँलाई चाहिँ त्यो रेस्पोन्सिबिलिटी दिएर के काम त, यो मान्छेले रेस्पोन्सिबिलिटी जस लिन सक्छ त सक्दैन। त्यो कतिजनाको रेस्पोन्सिबिलिटी तपाईँलाई दिनुपर्ने हुन्छ, त्यो जस नदेखेको मान्छे, नसुनेको मान्छे, काम नगरेको मान्छेहरूलाई चाहिँ तपाईँहरूले सपोर्ट गर्नुपर्ने हुन्छ। तपाईँसँग भएकै चिजलाई तपाईँले अर्गनाइज गर्न सक्नु भएन भने चाहिँ त्यो मान्छेले त जस हुन्छ नि फ्युचरमा सेन्सिटिभ रेस्पोन्सिबिलिटिजहरू कसरी फुलफिल गर्न सक्छ भन्ने कुरा बुझाउँछ। त्यही भएर यो रेज्युमे भन्ने कुरा चाहिँ एकदमै एकदमै इम्पोर्टेन्ट। सके आफूभन्दा बेटर बनाउने कोसिस गर्नु, सकिँदैन भने तपाईँ कसरी आफूलाई बेस्ट प्रेजेन्ट गर्न सक्नुहुन्छ त्यो कुरा चाहिँ तपाईँहरूले के गर्नुहोस्, त्यहाँ चाहिँ राख्ने काम गर्नुहोस्। अब तपाईँको भोलिन्टियरिङ एक्सपिरियन्स छ भने पनि अब त्यो कुराहरू पनि तपाईँहरूले राख्न सक्नुहुन्छ। यसमा पनि तपाईँले के गर्नु पऱ्यो, कुन अर्गनाइजेसनसँग भोलिन्टियरिङ गर्नुभयो, कहिले गर्नुभयो, कुन अर्गनाइजेसनसँग गर्नुभयो, त्यो डेटहरू सहित चाहिँ तपाईँले राख्नु होला। यसमा चाहिँ तपाईँको फुल डिटेलहरू राख्नु जरुरी छैन है। अनि अर्को सर्टिफिकेसन र अवार्ड्सहरू पनि अब कसले दियो र के भएर दियो, कहिले दियो, यो डेटहरू चाहिँ राख्ने काम गर्नु होला। अनि सबभन्दा ठुलो गल्ती पब्लिकेसन्सहरू राख्नुहुन्छ कतिले होइन। यो राखेको पब्लिकेसन्सहरूमा चाहिँ फलानु इटल यताउति भनेर पुरै तिन लाइन 4 लाइन 5 लाइन बनाएर राख्नुहुन्छ, त्यो जरुरी छैन। पब्लिकेसनको नाम लेख्नुहोस्, त्यसलाई चाहिँ के गर्नुहोस्, हाइपरलिङ्क गर्ने काम गर्नुहोस्। यदि तपाईँलाई त्यो हाइपरलिङ्क गर्न आउँदैन भने मलाई भन्नु होला, जस म तपाईँहरूलाई चाहिँ त्यो बताइदिन्छु, सिकाइदिन्छु कसरी हाइपरलिङ्क गर्ने भनेर। तर जस यो चिजलाई चाहिँ हाइपरलिङ्क गर्ने काम गर्नु, त्यहाँ क्लिक गर्दाखेरि चाहिँ तपाईँको जहाँ छ तपाईँको एक्चुअल पेपर कहाँ छ, कहाँ पब्लिस भएको छ, कुन साइटमा, त्यहाँ पुर्याउने तरिकाले तपाईँले के गर्नु पर्यो, त्यो कुरा चाहिँ पब्लिकेसन चाहिँ मेन्सन गर्नु पर्यो। अदरवाइज तपाईँले त्यहाँ लेखेर मात्रै कसैले त्यसलाई चाहिँ मान्दैन। अहिलेको एजमा चाहिँ मान्छेले प्रुफ खोज्छ कि धेरै कुराको, सक्दो चाहिँ आफूलाई कसरी स्ट्यान्ड आउट देखाउने भन्ने कुरा चाहिँ तपाईँहरूले जान्नु पर्यो। अदरवाइज त्यो लेखेर मात्रै बल्की बनाएर मात्रै पनि काम छैन है त। अर्को कुरा रेफरेन्सेस। अब रेफरेन्सेसमा चाहिँ तपाईँहरूले के बुझ्नु पर्यो भने तपाईँको सकेसम्म चाहिँ सबभन्दा रिसेन्टवाला भर्खरै तपाईँले काम गरेर कतै छोड्नु भएको छ या काम गर्दै हुनुहुन्छ भने त्यो रेफरेन्सेसलाई चाहिँ के गर्नु पर्यो, तपाईँको फर्स्ट प्रायोरिटीको रूपमा राख्नु पर्यो है त। अनि रेफरेन्सेस राख्दाखेरि त्यो मान्छेको नाम हुनु पर्यो, अनि त्यसको पोजिसन हुनु पर्यो, कहाँ काम गर्नुभएको थियो, अब नाकमा गर्नुभएको थियो भने कुन ठाउँमा हो, उहाँको फोन नम्बर कति हो, इमेल एड्रेस कति हो, यति इन्फर्मेसन चाहिँ कम्प्लिटली लेख्नु पर्यो। इफ अब तपाईँको चाहिँ एकदमै अलिकति जस अझै राम्रो बनाउन चाहनुहुन्छ भने यहाँ चाहिँ तपाईँले के लेख्नु पर्यो, रिलेसन, तपाईँको र त्यो एडभाइजरको रिलेसन के थियो त, तपाईँको इमिडिएट सुपरभाइजर हो कि होइन, लाइन अफिसर हो कि के हो भन्ने कुरा पनि तपाईँहरूले राख्न सक्नुहुन्छ। तर जस त्यो त्यति धेरै जरुरी चाहिँ छैन, यति लेख्नुभयो भने चाहिँ तपाईँको रेफरेन्सेस चाहिँ इनफ हुनसक्छ। अनि सकेसम्म 2टा जति रेफरेन्सेस लेख्नु होला। अनि अब 2टाभन्दा बढी 3टामा आएको छ भने नभए चाहिँ 2टा रेफरेन्सेस चाहिँ के हुन्छ, इनफ हुन्छ। अनि कतिले चाहिँ फोन नम्बरै राखेको हुँदैन, कतिले इमेल एड्रेस राखेको हुँदैन, कतिले चाहिँ अब तपाईँको पोजिसनै राखेको हुँदैन, त्यसरी चाहिँ रेफरेन्सेस राख्ने काम चाहिँ कृपया नगर्नु होला है त। अनि अब कुनै रिलेटेड फिल्ड छ, जस्तै तपाईँको चाहिँ हर्टिकल्चर रिलेटेड चाहिँ त्यहाँ खोजेको छ भने सकेसम्म हर्टिकल्चर रिलेटेड कोही रेफरेन्सेस छ भने अब फर्स्ट रेफरेन्सेस त तपाईँको काम गरिरहेको ठाउँको भयो या तपाईँले रिसेन्टली काम गरेको ठाउँको भयो, फर्स्ट चाहिँ उहाँहरूलाई नै राख्नु होला। सेकेन्ड रेफरेन्सेस राख्दाखेरि चाहिँ त्यही मैले भने त्यो जबसँग रिलेटेड कोही मान्छेसँग तपाईँले काम गर्नुभएको छ या कुनै ग्रुपमा तपाईँले चाहिँ त्यो उहाँसँग पार्टिसिपेट हुनुभयो, जस्तै कुनै कन्फरेन्समा जानुभयो, वेबिनारमा जानुभयो, उहाँले चाहिँ तपाईँलाई एकदम राम्रोसँग चिन्नुहुन्छ, तपाईँलाई रेकमेन्ड गर्न सक्नुहुन्छ भने त्यो मान्छे पनि राख्दा हुन्छ। यो चाहिँ फ्रेसरहरूको लागि चाहिँ त्यो कुरा गर्दा हुन्छ। इफ त्यो पनि छैन भने युनिभर्सिटीको प्रोफेसरहरू जहाँ चाहिँ तपाईँ पढ्नु भएको थियो, तपाईँलाई चाहिँ राम्रोसँग चिन्नुहुन्छ, जहिले पनि रेफरेन्स राख्दाखेरि चाहिँ त्यो मान्छेले तपाईँलाई मजाले चिनेको हुनु पर्यो, त्यस्तो मान्छेलाई मात्रै राख्नु होला। इफ इनकेस त्यो मान्छेलाई कल गरेर सोध्यो भने चाहिँ खै थियो होला भने जस्तो भयो भने चाहिँ त्यसले चाहिँ तपाईँको इमेज चाहिँ नराम्रो हुन्छ। कि तपाईँले अप्लाई गर्दै हुनुहुन्छ भने सक्दो आफ्नो रेफरेन्सलाई चाहिँ भन्ने, म फलान ठाउँमा मैले यसरी अप्लाई गर्दैछु, केही सोध्यो भने चाहिँ राम्रो भनिदिनु होला भनेर उहाँहरूलाई भन्नुभयो भने चाहिँ त्यो पनि राम्रो हुनसक्छ। त्यही भएर आफ्नो प्रिपरेसन चाहिँ 100% हुनु पर्यो, बल्ल चाहिँ तपाईँले के हुन्छ, जबको अपर्च्युनिटी चाहिँ पाउन सक्नुहुन्छ। सो इम्प्लोयरले के खोज्छन् भन्ने कुरा अब सक्दो मान्छेहरूको चाहिँ लिडरसिप स्किल्स छ कि छैन यो मान्छेको भन्ने कुरा हेर्न खोजिरहेको हुन्छ, कतिले चाहिँ यो मान्छेको प्रब्लम सल्भिङ स्किल्सहरू छ कि छैन भन्ने कुराहरू हेर्न खोजिरहेको हुन्छ, कम्युनिकेसन स्किल्सहरू कस्तो छ भन्ने कुरा हेर्न खोजिरहेको हुन्छ,
यो कुरा चाहिँ जो सबैले ल्याङ्ग्वेजमै लेख्नुपर्छ भन्ने छैन। तपाईँको एरेन्जमेन्टहरू सबै कुरा देखेरै कतिपय मान्छेले चाहिँ थाहा पाउँछ यो मान्छे कम्युनिकेसन स्किल कस्तो छ, अब यो टिममा काम गर्न सक्छ सक्दैन। क्वान्टिटेटिभ स्किल्सहरू त तपाईँको त्यो प्रोफाइल समरीहरूमै तपाईँको लेख्नुहुन्छ होइन। अनि वर्क इथिक्सहरूको कुराहरू पनि तपाईँको एचिभमेन्ट्सहरूबाट पनि अलिअलि आउँछ। कम्युनिकेसन स्किल्सहरू तपाईँले कसरी राख्नु भएको छ भन्ने कुराले पनि आउन सक्छ। र भर्बल त युजली चाहिँ तपाईँको इन्टरभ्यूबाटै थाहा हुन्छ होइन। इनिसिएटिभ्सहरूको बारेमा पनि तपाईँको थाहा हुनसक्छ। अब अहिलेको बेलामा चाहिँ लिङ्कडिनले चाहिँ तपाईँको ठुलो भूमिका खेल्छ है। लिङ्कडिन पनि तपाईँको एकाउन्ट बनाउनुहोस् र लिङ्कडिनलाई चाहिँ बेला बेला तपाईँहरूले के गर्नुहोस्, कतै जानुहुन्छ वेबिनार सेमिनार जेमा जानुहुन्छ त्यो कुरालाई चाहिँ स्क्रिनसट गर्दै या भनौँ न त्यहाँ चाहिँ फोटो लिएर चाहिँ तपाईँहरू बेला बेला अपडेट गर्दै गर्नुहोस्। तपाईँ चाहिँ जस म चाहिँ आउटडेटेड होइन कि अपडेटेड मान्छे हो भन्ने चाहिँ तपाईँको चाहिँ देखिनु पऱ्यो। अब त्यो छैन भने चाहिँ यो मान्छे आउटडेटेड रहेछ, अहिलेको बेलामा पनि लिङ्कडिन प्रोफाइल छैन केही छैन भनेर त्यो पनि कतिपयले सोच्न सक्छन्। तर जस ग्रासरुटको साना साना अर्गनाइजेसनहरूले त्यो कुरा कन्सिडर नगरे पनि राम्रो ठाउँमा काम गर्ने हो भने सबै कुरा चाहिँ तपाईँहरूले चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। अब तपाईँको अब रेज्युमेहरूको बारेमा कुरा गर्दै गर्दाखेरि चाहिँ अब तपाईँले रेज्युमे बनाइसकेपछि तपाईँले के गर्नु पऱ्यो भने आफूलाई चाहिँ हायरिङ म्यानेजर सोच्नु पऱ्यो। ल ठिक छ, मैले चाहिँ यो पोजिसनको लागि मान्छे हायर गर्दैछु भने मैले चाहिँ के कुरा मन पराउँदिनँ त होइन भन्ने कुरा चाहिँ तपाईँहरूले चाहिँ मजाले ख्याल गर्नु पऱ्यो। के भयो भने चाहिँ मैले त्यो रेज्युमेलाई चाहिँ नाइ भनेर फ्याँकिदिन्छु या पाइलअप गरिदिन्छु एकतिर, त्यसलाई हेर्दिनँ भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्नु पऱ्यो। सबभन्दा कमन मिस्टेक यस अहिलेको फ्रेसरहरूले गर्ने भनेको स्पेलिङ इरर। कतिले नेपालकै स्पेलिङ पनि गलत लेखेर आउँछ, आफूले काम गरेको अर्गनाइजेसनको स्पेलिङहरू पनि गलत लेखेर आउँछ। त्यो चाहिँ एकदम टेरिबल मिस्टेक। यदि तपाईँले त्यस्तो मिस्टेक गर्नुभएको छ भने ओहो काम गरेको अर्गनाइजेसनकै स्पेलिङ आउँदैन यो मान्छेलाई भनेपछि यो मान्छे काम छैन भन्ने देखिन्छ। अनि कहिलेकाहीँ चाहिँ यति धेरै एकदम बल्की लेखेको हुन्छ कि त्यो पढ्नलाई पनि जुम गरेर पढ्नु पर्ने हुन्छ, त्यो पनि कम्प्लिटली युजलेस है। टु लेन्दी ओहो एकदम। अब मैले जे मागेको छु त्यसलाई सिधा भाषामा जवाब दिनु पर्ने। केही कुरा मैले खोजेको छु सर तपाईँसँग चाहिँ जस कम्युनिकेसन रिलेटेड यो स्किल सके छैन भने सोधेको छु भने त्यसलाई घुमाएर म पूर्व गएको थिएँ पश्चिम गएको थिएँ भनेर त्यसलाई चाहिँ एकदमै लेन्दी बनाएर तपाईँहरूले चाहिँ प्रेजेन्ट गर्नुभयो भने पनि कोही मान्छेले त्यसलाई चाहिँ रुचाउँदैन। अनि अर्को कुरा सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ त्यो अर्गनाइज छैन, त्यो चाहिँ प्रोपर टेम्प्लेटमा फर्मेटमा छैन भने पनि कसैले त्यो कुरालाई चाहिँ रुचाउँदैन है त। अनि अर्को मेरो पर्सनल एडभाइस है, अब अन्तिमतिर आइसकेका छौँ हामी। अब हाम्रो मेरो पर्सनल एडभाइस चाहिँ के हो भने सबै जबको लागि चाहिँ तपाईँले फरक रेज्युमे बनाउनै पऱ्यो, फरक कभर लेटर बनाउनै पऱ्यो है। अनि यदि तपाईँलाई चाहिँ टेडियस लाग्छ या गाह्रो लाग्छ भने सबभन्दा इजिएस्ट वे भनेको च्याट जिपिटी हो। तपाईँलाई मैले अघि पनि भनिसकेँ, गएर तपाईँको जबको डिस्क्रिप्सनलाई चाहिँ कपी गर्नुहोस्, कपी गर्न सकिँदैन फोटो छ भने फोटो अपलोड गर्दै पनि हुन्छ, च्याट जिपिटीले त्यो रिड गर्न सक्छ। अनि त्यसपछि आफ्नो के गर्नुहोस् रेज्युमेहरू केही सिभीहरू केही छ भने त्यो कुरा पनि त्यहाँ हालिदिनुहोस्। अनि ल ठिक छ यसमा म म्याच हुन्छु हुँदिनँ, म फिटिङ हुन्छु कि हुँदिनँ भन्ने कुरा पनि तपाईँलाई च्याट जिपिटीले सजेस्ट गर्छ। यो स्किल भयो भने चाहिँ तपाईँ फिट हुन सक्नुहुन्छ भनेर पनि उनले बताउन सक्छ। तपाईँको रेज्युमे यत्तिकै फ्याँक्ने काम नगर्नुहोस्। त्यो फ्याँक्नुभयो भने चाहिँ तपाईँले के हुन्छ भने तपाईँले आफ्नो इम्प्रेसन बिगार्नुहुन्छ। अब अहिले मानौँ एउटा माइनर जबको लागि खुलाएको छ, तपाईँले चाहिँ ऱ्यान्डमली हाल्नु परे नि पर्छ नपरे नि पर्दैन भने भन्नु नि भोलि तपाईँको स्किलसँग एकदमै रेलिभेन्ट जब खुलाउला त्यो ठाउँ, तर तपाईँको त अलरेडी इमेज त्यहाँ नराम्रो भइसकेको छ। सो तपाईँले अर्कोचोटि पठाउँदाखेरि त्यहाँ चाहिँ पोसिबिलिटी के हुनसक्छ भने तपाईँ त्यो रेज्युमे नै नहेरिकन सिभी नै नहेरिकन तपाईँ रिजेक्ट हुन सक्ने चान्सेस आइन्छ। कतिपय ठाउँमा म इन्टरभ्यू लिन जाँदाखेरि यस मलाई बताइरहनुहुन्छ सर एउटा मान्छे यस्तो पनि थियो, त्यो मान्छे मलाई नामै याद छ यसरी पठाएको त हेर्नुहोस् न भनेर पनि भन्नुहुन्छ कि मान्छे चाहिँ तपाईँ एउटा जस हाँसोको पात्र नभन्नुहोस्, रेज्युमे र सिभी जस म को हुँ भन्ने कुरा चाहिँ एकदम गर्वको साथ भन्ने तरिकाले एकदम राम्रो तरिकाले प्रेजेन्ट गरेर चाहिँ बल्ल रेज्युमे पठाउनुहोस्। अनि बल्ल चाहिँ तपाईँको जे हुन्छ नि एउटा प्रोफेसनल सेटअप प्रोफेसनल लाइफ चाहिँ राम्रो हुन्छ अनि तपाईँको सक्सेस रेट पनि एकदम हाई हुन्छ। अब हरेक दिन जब खुलाइरहेको छ, दुईवटा चारवटा जब हरेक दिन खुलेको हुन्छ होइन। तपाईँले सबैमा फ्याँक्नु जरुरी छैन कि महिनामा एउटा जब क्याच गर्नुभयो भने पनि तपाईँको करियर त त्यसपछि चल्छ नि त। 2 दिन 4 दिन 10 दिन ढिलो भएर तपाईँको केही पनि बित्दैन। त्यही भएर जस तपाईँ चाहिँ एकदमै जस होमवर्क गरेर मात्रै रेज्युमे बनाउने काम गर्नु होला, अदरवाइज चाहिँ तपाईँको कम्प्लिट वेस्ट हुन जान्छ। ओके सो जो सोचे भन्दा चाहिँ अलिकति लामै भयो सेसन होइन, तर थ्याङ्क यू सो मच फर यर पेसेन्स। अब होपफुल्ली अब तपाईँहरूले चाहिँ जस केही न केही सिक्नुभयो होला। अब तपाईँहरूको केही फिडब्याक छ केही क्वेसन्सहरू छ भने चाहिँ म चाहिँ अब यो च्याटमा हेर्छु अनि म तपाईँहरूलाई चाहिँ जस जवाफ दिने कोसिस गर्छु। ओके सरी स्किल्स लेख्दा कस्तो अर्डरमा लेख्ने मैले अघि भनिसकेँ, जस अर्गनाइजेसनले खोजेको के छ
ठ्याक्कै त्यही रिलेटेड स्किल्सहरू भयो भने चाहिँ राम्रो हुन्छ। अदरवाइज चाहिँ तपाईँको के हुन्छ, स्किल्सहरू चाहिँ जस पाइलअप मात्रै गरेर भएन, त्यसलाई क्वान्टिफाई पनि गर्ने, प्लस अब त्यसलाई चाहिँ के गर्ने, प्रोपर अर्डरमा पनि राख्ने, अर्गनाइजेसनले जे खोजेको छ त्यही एन्सर गर्ने। धेरै जसो ठाउँमा पर्फेक्ट सिभी प्रेजेन्ट गर्दा नि एनजिओ आइएनजिओमा जब सर्टलिस्टमा नि नपर्ने र अरू नै विदाउट एक्सपिरियन्स मान्छेलाई सेलेक्ट गरेको इस्युहरू भएको छ। यसको लागि के होला मेन कुरा? अब एउटा कुरा के बुझ्नुहोस् भने कुनै पनि अर्गनाइजेसनमा चिनेको मान्छे राखेर मात्रै पनि उहाँहरूलाई फाइदा छैन नि त। अर्गनाइजेसन तपाईँको क्षणिक कमाउनको लागि मात्रै खोलेको हुँदैन, धेरैजनाको मेहनत पसिनाले अर्गनाइजेसन खोलेको हुन्छ। यदि कोही पनि स्ट्यान्ड आउट छैन, एकदम चित्त बुझ्दो सिभी रेज्युमेहरू कसैले पठाएको छैन भने त यस्ता झारेझुरे आफ्नै मान्छे राख्छु भनेर उनीहरूले राख्न सक्छन्। कोही कोही एकदम हुन्छ नि निच मेन्टालिटीका पनि हुन्छ, जसले चाहिँ जसले हाले पनि म फलाना मान्छेलाई राख्छु भनेर राखेको हुन्छ। तर जस भनौँ न 60 to 70% केसेसहरूमा, म एकदम 90%को कुरा पनि गरिनँ मैले, किनकि सबै अर्गनाइजेसनलाई मैले देखेको छैन, तर मेजोरिटी केसेसमा चाहिँ तपाईँको के हुन्छ भने कोही स्ट्यान्ड आउट पर्फर्मर छ, राम्रो रेज्युमे छ भने मान्छे छानिसकेको छ भने नि उनीहरूको कुरा सुन्न खोज्छ कि वाट इफ मैले छानेको मान्छेभन्दा बेटर पो छ कि भनेर। अनि कतिपय एनजिओहरूमा चाहिँ के हुन्छ भने अब जस्तै 2 वर्ष प्रोजेक्ट हुन्छ, प्रोजेक्ट सकेर आफ्नो इम्प्लोइहरू बसिरहेको हुन्छ, अनि अर्को प्रोजेक्ट आयो भने चाहिँ उसले सक्दो के गर्छ भने आफ्नै जस इम्प्लोइहरूलाई चाहिँ प्रायोरिटी लिस्टमा राखेको हुन्छ, अन्टिल एन्ड अनलेस कोही एकदम स्ट्यान्डर्ड एकदम आउटस्ट्यान्डिङ मान्छे आयो भने चाहिँ अनि बल्ल चाहिँ उसलाई लिने हुन्छ। यो चाहिँ तपाईँको जस भने नि तपाईँ कसरी स्ट्यान्ड आउट बन्न सक्नुहुन्छ भन्ने कुराले फरक पर्छ। अब पुरै अब तपाईँको के अरे भने नि तपाईँको चाहिँ कुराहरू चाहिँ तपाईँको स्किलमा पनि डिपेन्ड गर्छ, थोरै तपाईँको बायसनेस पनि हुनसक्छ होइन, कम्प्लिटली सबै ठाउँमा चाहिँ त्यो कुरा हुँदैन। ओके, के माइक अफ गरिदिनु होला है, कसको माइक अन छ। रिसर्चहरू कुन सेक्सनमा राख्दा ठिक हुन्छ सर भनेर भन्नुभयो होइन। रिसर्चहरू चाहिँ सक्दो तपाईँको भने नि एजुकेसनभन्दा जस्ट माथि चाहिँ तपाईँले रिसर्च राख्दा हुन्छ। इफ अब तपाईँले रिसर्चकै लागि अप्लाई गर्नुभएको छ भने, रिसर्च रिलेटेड ग्रान्टहरू प्रपोजलहरू छ भने चाहिँ त्यसलाई चाहिँ के गर्नु पऱ्यो, तपाईँले माथि नै राख्दा पनि हुन्छ। प्रोफेसनल समरीको तल चाहिँ तपाईँले रिसर्च रिलेटेड कुराहरू चाहिँ राख्दा हुन्छ, या अब रिसर्च रिलेटेड एक्सपिरियन्स भनेर तपाईँको छुट्टै राख्दा पनि हुन्छ होइन। अनि अब अनपब्लिस्ड आर्टिकल भए कसरी राख्ने सर भन्नुभयो। अब हेर्नुहोस् है, अनपब्लिस्ड आर्टिकल छ भने चाहिँ यसलाई चाहिँ रिसर्च गेटमा तपाईँहरूले अपलोड गर्न सक्नुहुन्छ, एकदम इजी वे है। अब तपाईँहरूसँग रिसर्च गेटको एकाउन्ट छैन भने कृपया रिसर्च गेट, लिङ्क्डइन दुईवटा कुरा चाहिँ खोल्नु होला, स्पेसली एग्रिकल्चर, फरेस्ट्री, भेटनरी रिलेटेड स्टुडेन्टहरूलाई चाहिँ मेरो सजेसन। अनि तपाईँले रिसर्च गेटमा अपलोड गरिदिनु भने त्यो भिजिबल भयो कि। अब त्यसलाई चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ, ठ्याक्क तपाईँको टाइटल राख्ने, टाइटललाई चाहिँ के गर्ने हाइपर लिङ्क्ड गरेर चाहिँ ठ्याक्कै त्यसमा क्लिक गर्दाखेरि ठ्याक्कै तपाईँको वेबसाइटमा जाने चाहिँ तपाईँहरूले बनाउन सक्नुहुन्छ है त। अनि अनुरागजीले के सोध्नुहुन्छ भने इन एग्रिकल्चर रिलेटेड जबको लागि स्किलमा डाटा कलेक्सन, इन्टरप्रिटेसन, एनालाइसिसहरू पनि राख्न मिल्छ। यो चाहिँ राख्न मिल्छ, तर उहाँहरूले के खोज्नु भएको छ, त्यो भ्याकेन्सीमै उहाँहरूले सबै कुरा राख्नुहुन्छ, एकदम चाहिने भन्दा बढी डिटेल राख्नुहुन्छ। त्यही भएर त्यहीँबाट पनि तपाईँहरूले के गर्न सक्नुहुन्छ, मजाले चाहिँ रेफरेन्स लिएर चाहिँ बनाउन सक्नुहुन्छ। मैले के राख्ने भन्ने कुरा त तपाईँहरूले अचेल टाउको दुखाउनै पर्दैन कि, ठ्याक्क सबै चाहिने कुराहरू चाहिँ तपाईँको के हुन्छ भ्याकेन्सीमै राखेको हुन्छ है त। त्योभन्दा जस बढी त्योसँग रिलेटेड कुरा, एकदमै रिलेटेड कुरा चाहिँ यो चाहिँ मैले राख्नै पर्छ जस्तो लाग्यो भने मात्रै एडिसनल कुरा राख्नु होला, नभए चाहिँ तपाईँको अननेसेसरी त्यो बल्की हुन जान्छ र त्यसले चाहिँ तपाईँलाई चाहिँ नराम्रो मात्रै देखिन्छ है त। एप्लिकेसन लेटर एन्ड कभर लेटर सेम अर डिफ्रेन्ट, यो स्लाइटली डिफ्रेन्ट हुन्छ। अब यसको बारेमा चाहिँ आज मैले कुरा गरिनँ, आज चाहिँ यस रेज्युमेकै बारेमा बढी फोकस गरौँ। इन कमिङ डेज चाहिँ यो एप्लिकेसन लेटर कसरी लेख्ने, कभर लेटर कसरी लेख्ने, यो कुराहरू पनि लिएर चाहिँ पक्कै पनि आउनेछु। केही रिलेभेन्ट क्वेसन्स छ भने मैले तपाईँलाई 1-2 मिनट टाइम दिएँ, अदरवाइज हामी टाइमभन्दा धेरै अगाडि गइसकेका छौँ। मैले चाहिँ यो वेबिनार सेसनलाई चाहिँ म क्लोज गर्न चाहन्छु। जस्ट 1 मिनट चाहिँ तपाईँलाई एक्स्ट्रा टाइम दिएँ, के क्वेसन्सहरू छ भने कृपया क्वेसन्सहरू राखिदिनु है त। ओके सर, टेम्प्लेट क्रिएटिभ युज गर्दा ठिक हुन्छ कि ट्रेडिसनल डिजाइन? अब अधिकांश ठाउँमा चाहिँ तपाईँको के हुन्छ भने टेम्प्लेट चाहिँ तपाईँको क्रिएटिभ नै खोज्छ कि, त्यो ट्रेडिसनल डिजाइन्सहरू चाहिँ अलि प्रिफरेबल हुँदैन। फेरि अब त्यो धेरै तडक भडक पनि होइन कि, चारैतिर त्यो बुट्टा सुट्टा फुल बुट्टा भरेको त्यो चाहिँ कसैले पनि रुचाउँदैन है। त्यो झट्ट देख्दा त्यो डिजाइनरको छ भने तपाईँको त्यस्तो केसमा चाहिँ तपाईँले अप्लाई गर्न थाल्नु भएको छ भने चाहिँ
अलग कुरा हो। तर एग्रिकल्चर रिलेटेड कुरामा चाहिँ तपाईँले के गर्नु भएन भने त्यस्तो कुराहरू चाहिँ तपाईँहरूले राख्नु भएन है त। रिसर्च पेपरलाई कसरी हाइपरलिङ्क गर्ने यो कुरा चाहिँ म तपाईँलाई गाइड गरौँला। यहाँ अब अलिकति टाइमले भ्याएन, भर्खर ग्रेजुएट भएको फ्रेसरको एक्सपिरियन्स नै हुँदैन। एक्सपिरियन्समा के राख्ने, मैले भने नि इन्टर्नसिपहरू, भोलिन्टियरिङ अपर्च्युनिटिजहरू, अनलाइन वेबिनार, सेमिनार, कन्फरेन्सहरू तपाईँले सर्च गर्नु नि, जति पनि खुलिरहेको हुन्छ प्लिज त्यहाँ चाहिँ तपाईँले के गर्नुहोस्, त्यो कुरालाई चाहिँ तपाईँहरूले खोजेर त्यसमा चाहिँ पार्टिसिपेट गर्नुहोस्। इफ तपाईँहरू इन्ट्रेस्टेड हुन्छ, सर म एकदम कन्फरेन्स सेमिनारहरूमा इन्ट्रेस्टेड छु सर, प्लिज मलाई हेल्प गर्नुहोस्, गाइड गर्नुहोस् भन्नुभयो भने त्यो रिलेटेड लिङ्क्सहरू पनि म तपाईँहरूलाई चाहिँ के गर्न सक्छु, सेयर गरिदिन सक्छु है त। हाइपर लिङ्क कसरी गर्ने, ओके। सो मोरलेस तपाईँहरूको चाहिँ क्वेसन्सहरू यति नै हो जस्तो लाग्छ मलाई होइन। सो होपफुली अब म पनि एकदमै प्रो होइन, मैले जाने अनुसार चाहिँ तपाईँहरूको चाहिँ क्वेसनहरूलाई चाहिँ एन्सर दिएँ जस्तो लाग्छ। सो यो मात्रै एन्डिङ होइन, अपकमिङ डेजमा पनि हामी तपाईँहरूलाई चाहिँ जस फर्दर यस्तै सेसनहरू गरेर तपाईँहरूलाई चाहिँ हेल्प गर्ने कोसिस गर्नेछु। सो होपफुली आजको कुराहरूबाट तपाईँले केही न केही सिक्नुभयो होला र अपकमिङ डेजमा म आशा गर्छु कि जतिजना पार्टिसिपेट हुनुभएको छ उहाँहरूले चाहिँ राम्रो रेज्युमे सिभीहरू बनाएर चाहिँ तपाईँहरूले राम्रो जब पाउनुहोस्। त्यसको लागि तपाईँलाई बेस्ट अफ लक। हेभ अ नाइस डे। थ्याङ्क यू सो मच।